यस्तो डिटेलली म भनेको छु द ग्रेटेस्ट राइभलरी नेटफ्लिक्सको भन्नुभयो त्यो है के छ तर नेटफ्लिक्सको टिकटकमा अनि क्या मजा आउने क्या त्यो हाम्रो दिन त्यो छ नि त्यो सौरभ गाङ्गुली राहुल द्राविड त्यो टाइमको हामी कुरेर एभ्री बल हेर्थ्यो यार त्यो रावलपिण्डी एक्सप्रेस कुदेपछि अब कुञ्जनको छाती ढाड घाँटी कहाँनिर चाहिँ हो टेस्ट हेर्ने बेला कुरा 5 दिन टेस्ट हेर्ने बेला कुरा त्यो तपाईलाई मैले अहिले भने तपाईले अहिले भनेको चिज तपाईले हेरेको चाहिँ छैन द ग्रेटेस्ट राइभलरी भन्ने नेटफ्लिक्सको तपाईले अहिले 4-5 एपिसोडको तपाईले अहिले जे भने नि त्यही भनेर त्यसलाई अझै म्युजिकमा डुक 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 गरेर त्यो प्रेजेन्ट गर्दा कस्तो हुन्छ सोच्नु त एक टाइम त्यत्रो रेडियो अघिदेखि चलिरहेछ हो यो त यसरी हो नि यतिको अघिदेखि नै राम्रो त यहाँ त्यही बेला मैले पनि यहाँ सुरु हुनुवाला छ मैले सोचिरहेको कहिले सोध्छ र म कहिले भन्नु एकचोटि चिलाइसकेँ अरे पडकास्टमा चिलाएर बस्नु धेरै अडियन्स कति नयाँ अडियन्सको लागि हामीले लिएको नामहरू चाहिँ नौलो नि हुनसक्छ क्या जस्तो हामीले बेबेटो रोमारियोहरूको कुरा गर्दाखेरिको होइन म त्यो सोचिरहेको थिएँ कि त्यति बेलाको लेफ्ट ब्याक एउटा ब्ल्याङ्को भन्ने थियो कि ब्राजिल धेरै कमला ठ्याक्कै कार्लोस जस्तै नै खेल्ने लेफ्टबाट नै खेल्ने त्यसरी नै हान्ने क्या फेरि त्यो बुटको आउटर पार्टले हानेर यसरी फालिदिने क्या बल त्यस्तो खालको एक्सपर्ट थियो क्या एउटा त्यस्तै थियो यसरी जाने कि त्यो बत्तिँदो रहेछ नि त त्यसरी हान्दाखेरि त होइन इट जस्ट नट द कर्भ त्यो विन्डसँग तर ब्राजिल पछिको चाहिँ खै किन इमोसनली मलाई चाहिँ इङ्ल्यान्ड अलिकति होइन कहाँको त्यो मिडिया डोमिनेन्स हो त्यो खालि त्यो न्युज त्यही फिड भइरहेपछि मान्छेलाई त्यस्तो हुन्छ नि त्यो न्युज त्यसकै मात्रै सुनिरहेको छु क्लिप त्यसकै मात्रै आइरहेको छ पछिल्लो 2 दशकदेखि चाहिँ इपिएल अब हाइपमा आएको छ एउटा त्योभन्दा अगाडि कुरा गर्ने भनेदेखि त इटालियन सेरिया जतिको वर्ल्ड नम्बर 1 लिग अरू कुनै पनि थिएन इटालियन सेरिया द बिगेस्ट बिजनेस एभर र त्यो यो भनौँ न 2000 को जुन यो इस्वीसम्म 2000 सुरु भएपछि चाहिँ अलिकति इटालियन फुटबल खस्किँदै गएको र 2006 मा जुन इटलीले वर्ल्ड कप जित्यो आफ्टर 82 होइन त्यो बेला इटालियन फुटबल एक किसिमले आन्तरिक रूपमा एकदमै ध्वस्तै भएको अवस्था थियो क्या त्यसले बचाएकै हो नि म्याच फिक्सिङ स्क्यान्डलहरूदेखि लिएर ध्वस्तै भइरहेको थियो यदि त्यो बेला फुटबल वर्ल्ड कप नजितेको भएदेखि इटालियन फुटबल के हुन्थ्यो जितेकै अवस्थामा पनि 2006 मा जितेकै अवस्थामा स्टिल भए अब जुन यो फिक्सिङको स्क्यान्डल्सहरू सामसुम हुन्छ होला भन्ने लागिरहेको थियो वर्ल्ड फुटबलमै तर त्यस्तो भएन 2005-06 सिजनको कुरालाई लिएर कतिवटा क्लबलाई रेलिगेट गरेर सेरी बीमा झार्यो इन्क्लुडिङ युभेन्टस बुफोनको टिम हैन सेरी बीमा झार्दियो एसी मिलानहरु इन्टर मिलान एन्ड युभेन्टस यो हाम्रो यहाँको ए डिभिजनबाट बी डिभिजनमा झार्दै जस्तो सेरी ए सेरी बी सेरी आ सेरी बी भन्छ उनीहरु बीमा झार्दियो त्यो बेला अधिकांश प्लेयर्सले अब काम मात्रै ए लेभलको प्लेयर हैन बीमा खेल्ने कुरा छैन भनेर धेरैले क्लब छोड्दाखेरि जियानलुइजी बुफोन इज द वान अरु केही प्लेयर्सहरु छन् इन्क्लुडिङ पावेल नेडवेड एकजना पनि क्लब छोडेन बीमै खेल्यो डेल पिएरो अलेसान्द्रो डेल पिएरो यिनीहरुले चाहिँ क्लब छोडेन क्लब प्रति यति धेरै लोयल प्लेयर्सहरु के यो धेरै कममा मात्रै देख्न पाउँछौं हामी अनि तर त्यो जेनेरेसनको प्लेयर्सहरुमा जस अलि इथिक्स चाहिँ छ के कति त्यति बेलाको फुटबल कस्तो नि टोटली उले जुन त 90s हरुको समय भन्यो नि त्यो पैसाले नजितिसकेको फुटबललाई चाहिँ पैसाले अहिले त जित्दैन त त्यति बेलाको सिस्टम सबभन्दा राम्रो के थियो भने कुनै पनि क्लबसँग 3 जना मात्रै फरेनर प्लेयरले चाहिँ खेल्न पाउने के ब्रदर ओके सो तिम्रो बेन्चमा तिमीले 6 जना प्लेयर किन्न पाइ तर तिम्रो अन ग्राउन्ड चाहिँ जम्मा 3 जना खेल्न पाउने भनेपछि यदि तिमीले फरेन प्लेयरसँग चेन्ज गर्नु पर्यो भने त फरेन प्लेयर चेन्ज गर्नु पर्यो नि त अर्को 3 जना खेलाउने हो नि सो त्यो 3 जनाहरुसित त बाँकी त तिम्रो देशको प्लेयर भयो नि त नेपालमा छ अहिले त्यही सिस्टम छ हो त्यसले गर्दा नेशनल टिमलाई डेभलप भएर साइन गर्न पाउने एकचोटीमा 4 जना खेलाउन पाउने पहिला चाहिँ
4 जना साइन गर्न पाउने 3 जनासम्म खेलाउन पाउने यो ए डिभिजन लिगको कुरा नेपालमा पनि स्टिल त्यही नै छ त्यो सिस्टम एकदम राम्रो हो क्या त्यो चाहिँ होम ग्राउन्ड प्लेयरहरूले चाहिँ खेल्न पाउनुपर्छ है जस्तो इङ्ल्यान्डमा प्रब्लम के छ भने म्यान्चेस्टर सिटीको हेऱ्यो भने त 1 2 जना इङ्ल्यान्डको प्लेयर हुन्छ बाँकी सबै एपिएलमा आर्सेनलकोमा भएकै छ नि टोटली 11 एउटा पनि इङ्ग्लिस नभएको कतिवटा ओकेजनमा भएको द्याट इज अल्सो द रिजन दाइ हैन इङ्ग्लिस प्लेयर्सहरुको हाई चाहिँ हुने कारण किनकि डिमान्ड बेसी भयो सप्लाई कम छ अनि जसो इङ्ग्लिस प्लेयर खोज्नु पर्छ के अनि प्राइस त्यसै हाई क्या यस्तो राम्रो प्लेयरको चाहिँ त्यहाँ 25 मिलियन र 30 र 50 मिलियन सरे हुन्छ 100+ कट्यो भन्छ को भन्दाखेरि ग्रिलिस त्यो उहाँले स्पेनमा गएर खेल्नुभयो इटलीमा खेल्नुभयो भने नि उहाँलाई खासै गनिँदैन अरू कुरा छोड्दैन दाइ आजको दिनमा ज्यारेड ब्रान्थवेट भन्ने एभर्टनको खेलाडी अब ऊ त अन डिमान्ड छ हैन हिज प्लेड लाइक समथिङ एक सिजन राम्रो खेल्यो त्योभन्दा अगाडि उसले आधी सिजन खेल्यो होला सो लेट्स टेक 50 गेम्स 50 गेम उसको राम्रो खेलेछ उसको प्राइस कति भन्दा 100 मिलियन हैन ह्यारी मैग्वायरको पनि अब ह्यारी मैग्वायर त जस्टिफाएबल थियो लेस्टरमा राम्रो खेलिरहेको थियो इज जस्टिफाएबल हैन तर इङ्ग्लिस प्लेयर्सको जुन एउटा इन्फ्लेसन देखियो नि यो चाहिँ पछिल्लो समय यो जुन डिमान्ड छ नि इङ्ग्लिस प्लेयर्सहरूको कोटा पुऱ्याउनु पर्छ नि त हरेक टिमलाई अनि त्यो भइसकेपछि इङ्ग्लिस प्लेयर चाहियो हैन यदि अनि फेरि कोचेसमा पनि अब अहिले तपाईँको चेन्जेस देखिरहेको छ अब इङ्ग्लिस प्लेयर हाल्नु भने इङ्ग्लिस कोचेस हाल्नु भनेर खोजिरहेछ एडी हाउ इज द फर्स्ट कोच आफ्टर जेमी के अरे ह्यारी रेडनाप इन 2008 टु विन a cup any cup from an English manager हैन एडी हाउ वाज न्यूकासलले लिभरपुललाई हरायो हैन 2008 मा ह्यारी रेडनापले 2008 मा एफए कप जितेको थियो रे त्यो भन्दा फर्स्ट त्यो बेलामा पोर्ट्समा थियो के पोर्ट्समा थियो कि ए होइन सरी स्पर्स सो त्यसपछि चाहिँ पनि फेरि क्लब चेन्ज भइराख्ने परिरक्छ उसको हैन पार्टको रिलेटिभ पनि को पर्छ नि फेरि रेडनाप भन्ने अर्कै हो फेरि ल्याम्पार्डको बाउ अर्कै छ फेरि हैन रिलेटिभ भन्नुभयो रिलेटिभ हुन सक्छ होला त्यस्तै केही पर्छ हुन सक्छ रेडनापको छोरा चाहिँ जेमी रेडनाप अनि सुन्नु न अनि तपाईहरु दुवैजनाले छ नि यो पालि चाहिँ अर्जेन्टिनाले जित्छ है भनेर प्रेडिक्ट गर्नु भएको थियो नि फर्स्टमा त अमन दाइले नि होला मैले ब्राजिल भनेको थिएँ ब्राजिल भनेको थिएँ मैले पनि टिमको नाम नै लिएको अवस्था थिएन साउथ अमेरिकन टिम हुन्छ चाहिँ भनेको थियो मलाई ब्राजिल लागेको थियो एज अ टिम चाहिँ अनि हामीले के पनि भनेको थियौँ भने तपाईँको वर्ल्ड कपै पछि ब्राजिल हो कि यही पालिमा त्यस्तो छैन मेरो प्रपर क्यालकुलेसन हुन्छ हैन अनि म रङ हौ मेसीले वर्ल्ड कप जितोस् भन्ने चाहिँ कामना थियो कि हामीले त्यसरी गरेको थियो कि ठिक छ मलाई एज अ होल एज अ फुटबल थोरै बुझेको अनुसारले टिम नेम र कोच र सबै हेर्दाखेरि ब्राजिल स्ट्रङ लाग्यो हो बट जित्न चाहिँ मेसीले पर्छ है एकचोटि जे प्लेयर हो ऊ डिजर्भ गर्छ वर्ल्ड कप भन्ने चाहिँ थियो दाइले अस्ति त्यहाँ आयतमा क्या हजुर त्यो बुफनसँग त्यो हुने बेलामा तपाईँले ठ्याक्क जाने बेलामा त्यो हाम्रो युवासँग अझ सिरिजलाई म एकदम तृप्त भएँ आज भनेर जाएको थिएँ म ठ्याक्कै त्यो याद गरेको थिएँ हो नि यहीँ हेरेँ मैले त्यो वर्ल्ड कप फाइनल अस्तिको दाइ त्यो खुसी यति छ नि त्यो अब फेरि हाम्रो ठाउँ चाहिँ त्यो कालबुल भन्ने ठाउँ चाहिँ त्यो सानोदेखि त्यो टोलै अर्जेन्टिना क्या त्यो पुरै त्यो अर्जेन्टिनाको झन्डाहरू लगाएर त्यस्तो टाइपको ठाउँ है नेपालमा त्यो खालको क्रेज छ होइन साउथ एसियामा इन्डियामा चाहिँ कलकत्ता गोवातिर त्यो क्रेज छ अहिले साउथतिर पनि कहीँ फुटबलको क्रेज एकदम बढ्न थालेको छ हुन त आइएसएल सुरु भएपछि त जहाँ चाहिँ फुटबलको क्रेज बढाएको छ इन्डियामा अदरवाइज बङ्गालतिर कलकत्ता होइन एकदमै फुटबलको क्रेज भएको ठाउँ यदिसम्म उनीहरूको हाम्रो उखान टुक्काहरू हुन्छ नि जिस बेङ्गलीको फुटबल पसन्द नै उसको ट्रस्ट नै गर्ने कहाँ भन्ने टाइपको सबै चलिरहेछ बङ्गलादेश या यो कलकत्तातिर अनि मैले यो प्रसङ्ग जोड्न खोजेको किन भनेदेखि ढाका या बङ्गलादेशको अरू सहरहरूमा वर्ल्ड कप हुँदाखेरि घरै चाहिँ पहेँलो र यो निलो र सेतो छ नि स्ट्राइप घरै पेन्ट गर्ने त्यो खालको चाहिँ नि क्रेज रहेछ त्यो लेभल्सको है त्यही त यो अहिले एनएसएल हुन लाग्छ नि त है हजुर यसमा चाहिँ केमा विजेता गरेर भन्नु एनएसएल दाइले त्यही भन्दै थियो होइन एनएसएलमा अब फर्स्ट एडिसनमा हामी थियौँ सेकेन्ड एडिसनमा चाहिँ मैले विशेष कारणवशमा इन्भल्भ हुन पाइनँ अमन अब नेपालमा कमेन्टेटर्स धेरै त छैन नि यसरी बुझ्नु देशमा मन्त्रीहरू चाहिँ
होइन लगभगै हामीले प्रजातन्त्र पछिको कुरा गर्ने हो भने झन्डै कति 500-700 त मन्त्रीहरू देख्यौँ होला नि त देख्यौँ होला देशले अहिलेसम्म 1998 देखि होइन आज 2025 सम्म आउँदाखेरि चाहिँ 7 देखि 8 जना चाहिँ कमेन्टेटर भेट्यो कि भनेपछि हामी चाहिँ मन्त्रीज्यूहरू भन्दा पनि एकदमै रेयर केस हो क्या हामी चाहिँ एकदमै अमनले चाहिँ भनौँ न स्पेसल कोर्स गर्नुको लागि 2002-03 मा तिमी 4 मा बाहिर गयो 5 मा गयो 2002 मा चाहिँ तिमीले कमेन्ट्री छोडेर गयो 3 मै छोडेँ नि मैले अनि 2 देखि 25 भयो I'm still there. बिचमा अन्त कतै नबोडिकन तर त्यो उसँगको त्यो फर्स्ट तपाईँले गरेर त 1998 मा हेर्दै नेपालमा गरे 99 त्यहाँदेखि त एउटा ट्रेन्ड नै सेट भयो त्यसपछि नेपाली यसरी चाहिँ कमेन्ट्री गर्नुपर्छ भन्ने सेट चाहिँ त्यहाँबाट भएको नभए हाम्रो त्यो रेडियो कमेन्ट्री गर्ने दाइहरूको मात्रै सुनिरहेको बानी नेपाली अडियन्सले पनि होइन अनि कसरी गर्ने होला टेलिभिजनको फुटबलको कमेन्ट्रीको त तरिकै फरक हो त्यो कसरी गर्ने होला भन्ने चाहिँ त्यो ठुलो च्यालेन्ज हो त्यहाँदेखि सुरु भयो त्यही 8 साफ गेम त्यति बेलाको फेरि अब त्यो फाइनलको ट्रेजेडी जहिले हार्ने हामी त्यसपछि त्यति बेला भएका कभरेज पनि राम्रो थियो नेपाल टेलिभिजनको एकदम राम्रो कभरेज 99 को साफ च्याम्पियनशिप आई मिन यो साउथ एसियन गेम्सको 8 साउथ एसियन गेम्सको फाइनल त्यो फाइनल म्याच चाहिँ नेपालको अब उपेन्द्रमान सिंहमेन गोलकिपर जस्तो उहाँले खेल्न पाएको सेमी फाइनलमा डबल येलो भएपछि फाइनल मिस गर्यो र विनोद खरेल दाइ खेल्नु भएको थियो र विनोद खरेललाई फेरि अमन भन्दा पनि अगाडि फुटबल कमेन्ट्री टेलिभिजनमा गर्ने मान्छे चाहिँ पहिलो है सो 97 मा नेपाल टेलिभिजनले पहिलोचोटि यति ठुलो टुर्नामेन्ट लाइभ गरेको त्यति बेला विनोद आई डोन्ट नो समहाउ ही वाज इन द टिम नट इन द टिम के रहेछ डिलेमा सो दाइले चाहिँ त्यति बेलाको इंग्लिशमै नेपाली इङ्ग्लिस गर्ने चाहिँ म इङ्ग्लिस नेपाली चाहिँ विनोद दाइले गर्नुभयो इङ्ग्लिस कमेन्ट्री गर्ने त मैले हो पहिलोचोटि अनि त्यति बेला चाहिँ त्यो मेरो आवाज चाहिँ डिडी स्पोर्ट्सहरूमा आउँथ्यो होइन त्यो कमेन्ट्री गरेको छ क्या अनि कम खुसी लाग्ने त होइन देशमा आफ्नो एउटा दुईवटा च्यानल डिडीको 5वटा च्यानल आउँथ्यो आउने बुस्टर भएको घरहरूमा होइन त्यो एन्टेना र बुस्टरमा त्यो आउँथ्यो अनि एक दिन यसो च्यानल खोलिरहेको त उनीहरूले त्यो रिप्ले दिइरहेको छ क्या ट्याक्क नेपाल भर्सेस बङ्गलादेशकोमा अनि आफ्नो आफैले सुने क्या कहाँ भन्दा डिडी स्पोर्ट्समा क्या अनि यार लाइफमा गरियो कि क्या के अब आफ्नो आवाज डिडी स्पोर्ट्समा आइरहेको छ होइन त्यो त त्यही त भन्दैछु अघि बेलाको लागि हामी सानोदेखि सुनेर आवाज होइन त्यो अनरेन भन्दा पनि आवाजले नै बढी अलि हामी तृप्त भएर अनि आज त साँच्ची म एकदम ह्याप्पी आवाज राम्रै सुनिन्थ्यो ब्रान्ड भइसक्यो नि अनुहार पनि नराम्रो त छैन दाइको आवाज सुन्ने भनेको त्यो यदि माइक बिग्रेको रहेछ भने पनि सञ्जीव शिल्पकारको भोइस चाहिँ क्लियरै आउँछ त्यसमा तर दाइ तपाईँ र लगभग बुफोन त उस्तै त एजमा त ऊ 3-4 महिना कान्छो होला म भन्दा म चाहिँ नोभेम्बर 10 उसको 77 ऊ 78 जनवरी फेब्रुअरीतिरको रहेछ 4-5 महिना मात्रै फरक होला म भन्दा कान्छै रहेछ मैले अघि गेस गरेँ क्या दाइले भने तर तपाईँलाई लागेन अलिक एजेडै दाएर मलाई त म त अस्ति त स्वयम्भू र बसन्तपुर घुमेर म त दिनभरि सँगै क्या लकी होइन लकी सँगै अझै मलाई त यस्तो कोट्याउँदै क्या त्यो स्वयम्भूमा वाइ एभ्री वान इज नट स्मोकिङ यताउता मसँग त्यो लेभलको नि गफ गरिरहेको थिएँ क्या उसले क्या अनि मैले त्यो लेभल एक्सप्लेन पनि गर्दै गएको थिएँ अब क्या मजा आएको थियो क्या जे होस् होइन बुफोन क्या अब बुफोनको बारेमा अहिले हामीले सर्च गऱ्यो भनेदेखि होला टाइम एन्ड अगेन 1930देखि जुन वर्ल्ड कप सुरु भयो आजसम्मकै कुरा गर्दाखेरि पनि हो वर्ल्डले आजसम्म मानेको र जसको नाममा बेस्ट गोलकिपरलाई अवार्ड पनि दिन्थ्यो रसियन गोलकिपर लेभ यासिन एउटा आउँछ इङ्ग्लिस गोलकिपर गोर्डन ब्याङ्क्सको नाम आउला त्यसपछि महानतम गोलकिपर हामीले धेरै नै देखाएको छौँ नदेखाए होइन तर बुफोन इज द वान तर हामीले सर्च गऱ्यौँ भनेदेखि वर्ल्डकै भनौँ न रिनाउन्ड फुटबल पण्डितदेखि लिएर सबैले जुन स्थान दिएको छ गोलकिपरमा बुफोन सबैभन्दा अगाडि हुनुपर्छ मेरो विचारमा अहिलेको अवस्थामा त्यो लङ्गिटिभिटी हेर्दाखेरि चाहिँ बुफोन आइदियो क्या है त्यो त्यति लामो समय खेलेर प्लस अनि रमाइलो चाहिँ के भने बिचमा अरू गोलकिपर पनि नआएको होइन क्या होइन आए टोल्डोहरू आए उनीहरू नम्बर 1 पनि बने
कहिलेकाहीँ बुफन नम्बर 2 पनि बनेको छ कि सो कहिलेकाहीँ कोचलाई राम्रो के हुन्छ भने कोचै इन्फर्म चाहिँ उसलाई खेलाउने हो नि त सो त्यो बुफन आइदर सब्स्टिट्युटमा भएर हुन्छ या 2-3 गेमपछि अर्को बिगार्ने स्ट्राटेजी होला सेकेन्ड चोइस गोलकिपरलाई पनि ग्राउन्ड एक्सपिरियन्स म्याच एक्सपिरियन्स दिनुको लागि पनि खेलाउने हुन्छ कुन टिमसँग खेलिरहेछौँ होइन स्कोर के भइरहेछ त्यसपछि सब्स्टिट्युसन गर्ने कुरादेखि लिएर अब यस्तो अब जस्तै 82 मा जब डिनो जोफ होइन त्यसपछि 90 मा इटली आफैले अर्गनाइज गर्यो इटालियन 90 त्यो बेला इटली चाहिँ एकदमै दावेदार त्यो बेला इटालियन टिम यति स्ट्रङ थियो आफ्नो होममा भइरहेको थियो मलाई याद छ मेरो फर्स्ट वर्ल्ड कप 86 को म्याच कुनै पनि मैले हेरेको थिएन अमलले चाहिँ हेरेको रहेछ मैले चाहिँ हेरेको थिइनँ सो 90 को चाहिँ भेरी फर्स्ट म्याचदेखि नै मैले हेरेको थिएँ त्यो बेला चाहिँ मलाई इटालियन टिम असाध्यै मनपर्ने अनि इटालियन गोलकिपर वाल्टर जेन्गा इन्टर मिलानको गोलकिपर हो यस्तो मनपर्ने मलाई छ नि उसले सेमिफाइनलसम्म कुनै एक गोल पनि खाएको थिएन वान एन्ड ओन्ली गोलकिपर सेमिफाइनलमा उसले रेकर्ड पनि राख्यो त्यो वर्ल्ड कपमा 517 मिनटसम्म वर्ल्ड कपको फाइनल्समा गोल कन्सिड नगर्ने गोलकिपर क्लिन सिट राख्न सफल भएको गोलकिपर गिनेस वर्ल्ड रेकर्डमै नाम राख्यो वर्ल्ड कपको रेकर्ड भयो तर त्यो एउटा गोल यस्तो खायो कि उसले क्यानिजियाको हेडर म्याराडोनाको असिस्ट त्यसपछि सेमिफाइनलबाटै इटली आउट भयो क्या त्यहाँ अनि अर्जेन्टिना फाइनल अर्को फाइनलिस्ट जर्मनी 86 को फाइनलिस्ट दुईटै 90 मा पनि फाइनलमा पुगेको अवस्था थियो नि 1990 मा त्यो रोबर्टो बाजियोहरु भएको हैन रोबर्टो बाजियो त्यो तर रोबर्टो बाजियो चम्केको चाहिँ नि 94 मा 90 मा भन्दा पनि राइज भएको चाहिँ 90 हो 90 मा त्यो उले चेकोस्लोभाकिया विरुद्ध त्यो इन्डिया 16 गोल गरेपछि चाहिँ यो फुच्चेको आए भनेर चाहिँ एकदम किन उ फर्स्ट चोइस प्लेयर थिएन हैन टप 11 मा पर्दैन थियो त्यति बेला स्टिल ग्यानलुका भियालीहरुको टाइम थियो अनि ग्यानलुका भियाली उनीहरुको मेन स्ट्राइकर उले गोल गर्न नसकेपछि त्यहाँ अर्को एउटा प्लेयर जन्मिदियो त्यही वर्ल्ड कप गरेर त्यही वर्ल्ड कपमा मात्रै देख्यो त्यसपछि कहिले पनि नाम सुनेन साल्भाडोर स्किलाची हैन त्यो वर्ल्ड कप हाईएस्ट स्कोररै भयो हाईएस्ट स्कोरर नट ओन्ली गोल्डन बुट गोल्डन बल दुबै उसैले त्यो मान्छेको भाग्य कस्तो हुन्छ नि त्यो अब त्यो भियाली किन देखिएन त्यो हैन भाग्य हो ब्रदर त्यो मान्छेको कस्तो हुन्छ नि त्यही कुनै मान्छे त्यसको लागि जन्मेको हुन्छ के हैन सो भियाली लिगमा हाईएस्ट स्कोरर छ 3-4 वर्षदेखि डोमिनेन्ट फोर्स छ भियालीले हैन बल ठ्याक्क बारमा लाग्छ रिबाउन्ड हुन्छ त्यही सिराचीकै खुट्टामा पुग्छ क्या उसले खाली बस्न ट्याक्क छुइदिन्छ अनि यताबाट फर्किन्छ ट्वाक्क हेडान्छ फेरि त्यो सिराचीले भियालीले 10 चोटि बारमा त्यो बेला हुन्छ नि नेपालीमा चलन छ ढुकुवा रहेछ मोरा ढुकेर बस्ने रिबाउन्डहरुमा हुन्छ बक्स इन द बक्स तर एकदमै कनिङ वाला कमेडी के भएको थियो नि सो त्यो पछि त वर्ल्ड कपको हाईएस्ट स्कोरर उसलाई तुरुन्तै युभेन्टसले एकदमै वान अफ द हाईएस्ट ट्रान्सफर फीमा किनिहाल्यो तुरुन्तै किन नेक्स्ट इयर उहाँको 100 दिन लिगमा गोल नगरेको गनियो के हैन अनि त्यही सिजन फेरि ग्यानलुका भियाली चाहिँ हाईएस्ट स्कोरर साम्पडोरियालाई गएर उसले लिग समेत जिताइदियो के त्यो अचम्म हुन्छ कोही प्लेयर लिगको लागि बनाए हुँदछन् कोही वर्ल्ड कपको लागि बनाए हुँदछन् के फरक हुन्छ के क्लोजकै त्यही करियर हेर्नु भयो मिरोस्लाव क्लोजो पनि लगभग उस्तै त वर्ल्ड कपको लागि जन्मेको वर्ल्ड कपको हाईएस्ट स्कोरको रेकर्ड उसकै नाममा छ स्टिल एकदमै लेट ब्लुमर उसको नेसनल रेकर्ड्सहरु हेर्यो भने त्यति बेलामा हाम्रो भनौँ न धेरै खेलाडीहरू धेरै स्ट्राइकर्सहरु आए गए नि जर्मनी एरामा त्यो टाइममा हैन नेमली धेरैजना थियो तर उसको नेसनल अब भनौँ न लिगमा खेल्दाखेरिको भन्दा ऊ इन्टरनेसनल खेल्दाखेरि कसरी त्यो एउटा इन्टरनेसनल एक्सपिरियन्स चाहिँ राम्रो भएको मान्छे हैन अनि वाज भेरी क्युरियस त्यो क्युरियस के छ मिरोस्लावमा टप स्ट्राइकर्सको कुरा गर्दा मिरोस्लाव क्लोज त कहिले नजिक आउने नाम पनि होइन एक्ज्याक्टली स्टिल लिँदैनौँ हामी स्टिल उसको वर्ल्ड कप नै हो उसको जे थियो भनेको त त्यही अब इटलीको कुरा गऱ्यौँ बुफोनको कुरा त पछि रोबर्टो बाजियो क्या प्लेयर पाएको थियो 1990 मा त अझ एउटा इन्ट्रेस्टिङ अर्को इन्सिडेन्ट छ रोबर्टो बाजियो द मोस्ट ह्यान्डसम प्लेयर त्यो बेलाको भन्ने गरिन्थ्यो नेपालीहरू धेरैजना रोबर्टो बाजियोको फ्यान हुनुको अर्को एउटा कारण छ स्पेसली 1994 वर्ल्ड कपमा आइपुग्दाखेरि रोबर्टो बाजियो चाहिँ बुद्धिस्ट रहेछ है भन्ने कुरा बेला सोसियल मिडियाहरू थिएन नि हामी त रोबर्टो बाजियो बुद्धिज्म अपनाएको उसले उसको वाइफ
त्यही सुरुमा बुद्धिस्ट थियो अनि उसलाई सँगसँगै पोनीटेल राख्थ्यो 94 मा यति प्रेसरमा हुन्थ्यो नि त उसले भन्थ्यो कि यति अन्डर प्रेसर यति थियो कि होइन सो उसले आफूलाई काम डाउन गर्न पनि उसको मेडिटेसन उसले लिने त्यो प्रक्रिया चाहिँ बुद्धिज्म चाहिँ सबभन्दा बेस्ट भयो रोबर्टो बाजेको सिरिजै छ नि द डिभाइन पोनीटेल भन्ने अस्ति हाम्रो जुन बुफोन आउँदाखेरि बुफोनको म्यानेजर जो छ अलेसान्द्रो उसँग पनि कुरा गर्ने क्रममा मैले अनि रोबर्टो बाजियो के छ कस्तो छ भन्दाखेरि रोबर्टो बाजियो चाहिँ एकदम भिडभाडभन्दा एकदम टाढा शान्तसँग बस्न रुचाउँछ ऊ अहिले त्यस्तो गर्छ रे अहिले पनि उसको एउटा एकदम सबर्ब्सतिर एउटा फार्म जस्तो ठाउँमा बस्छ लभ्स द्याट अरूको बारे फुटबलको बारे बोल्दिनँ त्यस्तो भन्नुहुन्छ एकदम सही हो एकदम ठिक किनकि उसलाई त्यो टाइममा यस्तो अब वी स्टिल रिमेम्बर नि 94 को त्यो पेनल्टी त्यो जिन्दगीमा अब आई थिङ्क कुनै पनि प्लेयरको लागि कुनै प्लेयर छोडिदिउँ न कुनै पनि ह्युमन बिइङको लागि त्यो जतिको ब्याड लक मोमेन्ट त्यो अब सबैजना हामी अब एज अ प्लेयर पुगेका छौँ नि त दाइ त्यो सिनारीमा फाइनल पेनल्टी पिक अफ द पावर उसको होइन रोबर्टो बाजी पिक अफ हिज पावर उसको देश मात्र होइन पुरा वर्ल्डले ऊबाट अपेक्षा गरेको छ कि यसले गोल हान्छ भनेर अब नम्बर 5 मा हान्ने त अब बाजेभन्दा बेटर को थियो त नि तर फेरि कन्डिसन के हो भने धेरैजनाले चाहिँ के सोच्यो भने त्यो पेनाल्टी बिग्रिएर त्यो गोल गरेको विनिङ पेनाल्टी थिएन होइन धेरैलाई चाहिँ त्यो मिस हुन्छ इक्वल हुन्थ्यो क्या देखा विनिङ पेनाल्टी पनि अहिले प्रेसराइज पेनाल्टी हो होइन ऊ प्रेसरमा थियो अलरेडी अब त्योभन्दा अगाडि अब त्यो 1200ले मिस गरेर चाहिँ धेरैले सम्झिँदैन वान अफ द ग्रेटेस्ट डिफेन्डर इन द हिस्ट्री अफ फुटबल हो 1200 उसले नै मिस गर्यो होइन तर रोबर्टो बाजियो त अब हिरो उसले 5 गोल गरेर फाइनलसम्म पुऱ्याएको छ होइन अनि हामीले सोचेको थियौँ त्यो वर्षको हाई स्कोरर पनि ब्याजे हो कप उठाउने ब्याजे नै हो त्यही नै सोचेको थियौँ नि त जिताइ भयो त त्यहाँ गोल्डन बल स्योर थियो हो त्यो जिदानले ठ्याक्क त्यो फाइनल पुऱ्याएको सोलोले पर्फर्मेन्स क्वार्टर फाइनल सेमी फाइनल उसको हेर जिदानले त्यो जुन हेडबट गर्यो नि त्यो एक हिसाबले त्यही मलाई त्यो हेर्दाखेरि त्यो 6 सेन्टमा संसारलाई नै लागिसकेको थियो नि ल अब यो चाहिँ यसको यो हार्नला हो कि डाउनफल हो कि भनेर जस्तो भएको थियो नि त्यस्तै तर त्यो फेरि जिडानको कुरा त 2006 कै जो पेनल्टी पायो ड्यु कोर्स अफ द म्याच त्यति काम भएर पानेनका हान्नु भने यार त्यो पनि बुफोनलाई अरू किपर हैन अरूलाई भयो त ल हो भन्ने हुन्छ नि यदि त्यो माटेराजी इन्सिडेन्ट आई मिन यो जिडानको हेडबट नभइदिएको भएदेखि इटलीलाई धेरै गाह्रो हुन्थ्यो धेरै गाह्रो हुन्थ्यो धेरै गाह्रो उनीहरू सक्सेस भयो कि इटाली चाहिँ जुन उसको एउटा यसलाई अब एकदम फेयर स्ट्राटेजी त भन्न मिल्दैन होइन त्यो एउटा स्ट्राटेजीमा उनीहरू सक्सेस भयो कि बाई हुक अर बाई क्रुक हामीलाई जित्नु छ आफ्टर अल गएर 25 वर्षपछि धेरै गडफाल हेर्दाखेरि इटलीको नाममा ट्रफी छ फ्रान्सको नाममा त ट्रफी छैन होइन रनर अपमा छ सो फ्रान्स त सो त्यो एउटा स्ट्राटेजी पनि त्यो पुरै अन्डरडग स्टोरी नै थियो क्या लाइक हामी वी टक अबाउट अ लट अफ 2004 चाहिँ द बिगेस्ट अन्डरडग इयर भन्छ पोर्टोले च्याम्पियन्स लिग जित्यो 2004 मा एथेन्समा के अरे सरी ग्रिसले जित्यो युरो कप हैन अनि त्यो टाइममा चाहिँ चेक रिपब्लिक पनि त्यो बेला कम दामी थियो दाइ चेक रिपब्लिक त राम्रै टिम हो नि इनफ्याक्ट त्यो बेलामा त ग्रिस चाहिँ अकस्मात हो त्योभन्दा पछि पनि सिद्धियो ग्रिस अगाडि पनि थिएन पछाडि पनि छैन निकोलो पोलिडोस खैरकमाल भएको गोल के अनि 2006 मा चाहिँ अब त्यो अन्डरडग स्टोरी चल्दै गर्दाखेरि चाहिँ अब जर्मनीलाई हराएको पनि इट वाज अ भेरी त्यो फ्लुक त नभनौँ एकदमै सेमी फाइनलमा ग्रोसोले गोल हाने थियो नि स्टोरी डिफेन्डरले तपाईँ आफै इमेजिन गर्नु एकजना लेफ्ट ब्याक राइट साइडबाट बल टर्न गरेर हान्न पुगेको छ भन्दाखेरि त इट डजन्ट मेक एनी सेन्स त्यो अब सेट पिसमा पर्या हो होइन भन्न खोजेको कस्तो भन्दाखेरि नोबडी एक्सपेक्टेड इटली टु बिन द फाइनल इभन जर्मनी र फ्रान्स हुन्छ भन्ने जस्तो अब हामीले यो कुरा गरिरहँदाखेरि सरियामन भर्खरै मात्र हामीले नाम लिएका मध्येका एउटा महानतम गोलकिपर नेपाल आएको थियो नि त अस्ति भर्खर होइन या सोलो के हामीले प्रत्यक्ष भेट्न पायौँ कुराकानी गर्न पायौँ एकछिनको लागि He is the luckiest one. Congratulations, man. Thank you so much. We are so proud of you. हैन यसले फोन गर्यो नि त दाइ सुन्नु न एउटा खबर दिनु छ के गजब अब बुफोन आउने भने सबै कुरा थाहा थिँदै थियो हैन अब आइसकेको पनि नेपाल आइपुगिसकेको थियो नि त हैन ओके त्यो प्रेस कन्फरेन्सहरु पनि भइसकेको थियो एयरपोर्ट सेपरेटको फोटोसोट आइसक्यो म यसरी 1-on-1 चल वाह सबभन्दा पहिला चाहिँ छ नि स्पेसली केपी ओली कपको फाइनलको लागि उहाँ एज अ चिफ गेस्ट आउनु भएको छ केपी ओली कपको अर्गनाइजर्सलाई हामीले तपाईँको सबै टिमलाई हामीलाई चाहिँ एउटा
दिवा सोध्नु जस्तो लाग्ने कुरा जुन थियो त्यो चिजसँग हामीलाई साक्षात्कार गराउनु भएको छ तपाईँहरूले। थ्याङ्क यू सो मच भित्री हृदयदेखि नै। यति मनपर्ने प्लेयरकै कुरा गरेर साध्य छैन। हामी फुटबलमा छौँ, ड्यु रेस्पेक्ट होइन, हामीलाई कुनै हलिउड स्टार या बलिउड स्टार त्यति मायने राख्दैन जति यो फुटबलर्सहरू, बुफोन या भनौँ रोनाल्डो या मेस्सी यो टाइपको प्लेयर्सहरू हामीले साक्षात्कार गर्न पाउँदाखेरि हामी जति खुसी हुन्छौँ। मैले त्यो बेला एउटा शब्द भनेको थिएँ, मेरो त आत्मा नै तृप्त भएको अवस्था छ होइन, साँच्चै नै भएकै त्यही थियो। त्यो अवस्थामा हाम्रो भाइले चाहिँ बुफोनसँग 1-on-1 यसरी नै होइन। अब अघि दाइले भन्नुभयो जस्तै दिवा सपना भने जस्तै होइन, अब अघिल्लो दिनमा सबैजनाबाट इन्फर्मेसन आयो म ओके गर्ने भनेर। भोलि बिहान म उठेँ होइन, बिहान उठ्ने बित्तिकै म उठिसकेपछि मलाई कस्तो फिल भयो भने म साँच्चै इन्टरभ्यू लिन जाला कि म अघिल्लो दिन मैले ड्रिम गरेर आयो भने। यसो हेरेँ मेरो वार्डरोब रेडी थियो, साँच्चैकै हो रहेछ, म जान नै लागेको रहेछ भनेर। अनि एउटा कुनै पनि एकजना जर्नलिस्ट, कुनै पनि एकजना कमेन्टेटर, एकजना एनालिस्टको लागि त्यो भनेको एउटा ड्रिम कम ट्रु हो क्या। कुनै पनि चाहे म मात्र होइन, संसारको कुनै पनि जर्नलिस्टलाई, ठुलोभन्दा ठुलो कन्ट्रीको वा सानोभन्दा सानो कन्ट्रीको कुनै पनि एकजना जर्नलिस्टलाई चाहिँ इट्स वान अफ द मोस्ट बिगेस्ट अब पिनेकल मोमेन्ट अफ यु लाइफ भन्छ नि। अघि हामी भर्खर अफलाइन कुरा गरिरहेको थियो, आज मैले बुफोनको इन्टरभ्यू लिएँ, भोलि मलाई जे भए पनि केही पनि फरक पर्दैन भने जस्तो जोक। एउटा मैले चाहिँ जिन्दगीमा केही एउटा रिमार्केबल काम गरेँ है भन्ने एउटा नोटेबल मोमेन्ट दिनलाई चाहिँ। एन्ड अगेन दाइले भन्नुभयो जस्तै स्पेसल थ्याङ्क्स टु युवा सङ्घ, किनकि उहाँ जतिको क्यालिबरको प्लेयर नेपाललाई ल्याउँदाखेरि जुन प्रकारको अरेन्जमेन्ट चाहिन्छ त्यो धेरैवटा देशको धेरैवटा अर्गनाइजेसन्सहरूले गर्न सक्दैन नि दाइ। 8 नम्बर युवा सङ्घले चाहिँ त्यो गरेर देखाएको हो क्या। भनेको तपाईँको लेट्स चाहिँ अरेन्जमेन्ट्सदेखि लिएर उहाँलाई जुन प्रकारको फेसिलिटी थियो, जुन प्रकारको फेरि अर्को एउटा कुरा चाहिँ जुन प्रकारको प्रमोसन थियो त्यो पनि मान्छेलाई थाहा हुनु पर्थ्यो नि त। नत्र त कहिलेकाहीँ कस्तो हुन्थ्यो नेपालमा कतिजना प्लेयर्स आयो तर आएको गएको थाहा नभएको पनि छ क्या। अनि यस्तो पनि हो होइन, कतिजना जस्तो योभन्दा डेभिड बेकहमै आएको हो नि त। डेभिड बेकहम कुन पर्पसले आयो भन्ने फरक पर्छ कि। ऊ फुटबलिङ पर्पसले आएको होइन नि त, फुटबल डेभलपमेन्टको लागि आएको होइन नि त। उसको आफ्नो पर्सनल युएनसँगको एउटा सर्टेन युनेस्को या युएन कोसँग थियो, युनेस्कोसँग थियो होला, त्यो उनीहरूको सोसाइटीसँग आबद्ध रूपमा एउटा कुनै विषय छोइएर चाहिँ सेलिब्रिटीहरूलाई यताउता लाने कुरा हुन्छ होइन। अरेन्जमेन्ट्सको हिसाबले चाहिँ इट इज वान अफ द मोस्ट फ्यान्टास्टिक टुर्नामेन्ट्स एभर। योभन्दा म पछि पर्दिनँ होइन। मैले आइभ डन सो मेनी टुर्नामेन्ट्स, अब दाइले त मभन्दा पनि बेसी गर्नुभएको छ। ड्यु कोर्स अफ टाइम हामीले अब भनौँ न पछिल्लो 20-25 वर्षमा धेरै प्रकारको टुर्नामेन्ट्सहरू देख्यौँ नि है। फ्रेन्चाइज टुर्नामेन्ट भयो, यो भयो त्यो भयो होइन। अब उहाँहरूको पनि आफ्नो क्यालिबर आफ्नो ठाउँमा छ, तर मोफसल एउटा तपाईँको एउटा कप प्रतियोगिता हो नि त। त्योभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ दाइ अब दाइलाई थाहा छ हामी वी वेन्ट थ्रु अ भेरी डार्क फेज, अझै पनि छ त्यसको डार्कनेस, अझै त्यो डिम छ नि नेपाली फुटबलमा। काठमाडौँमा दशरथ स्टेडियममा कप टुर्नामेन्ट पाएको होइन। आई थिङ्क केपी ओली कपले स्टार्ट गरायो क्या त्यो, पछि अरू टुर्नामेन्ट्स पनि आए होइन। तर त्यति बेलामा स्टार्ट गर्ने द फर्स्ट इभेन्ट इज केपी ओली कप, किन भन्दाखेरि काठमाडौँमा लिग हुन्थ्यो, ए डिभिजन लिग हुन्थ्यो, पछि फ्रेन्चाइज टुर्नामेन्ट पनि भयो। तर 10 डेजको ड्यु कोर्समा तपाईँले एउटा कप टुर्नामेन्ट गर्ने भनेको त त्यति बेलामा सायद आई थिङ्क बर्थडे कप अथवा टुर्नामेन्ट्सहरू हुन्थ्यो जहाँनिर चाहिँ च्याम्पियन टिम्सहरू खेल्नुहुन्थ्यो एन्ड एउटा कप फर्मेटमा खेलिन्थ्यो। त्यो लस्टर चाहिँ केपी ओली कपले ल्याएको हो क्या। अनि एउटा कस्तो भएको थियो नि, मलाई बिचमा जब ब्रायन लाराजी आउनुभयो होइन, यता इन्डियाबाट शेखर धवनजी आउनुभयो, उहाँहरूले नेपालको त्यो सिनलाई क्या, त्यो पर्टिकुलर त्यो कीर्तिपुरको ग्राउन्ड रुखमा बसिरहेर हेरेको अडियन्स होइन, त्यसमा एक्साइटेड भएको फरेन कमेन्टेटर्सहरूको त्यो सबै माहौललाई चाहिँ उहाँले आफ्नो ठाउँमा पुर्याइदिनु भयो क्या। ब्रायन लाराको त संसारभरि फ्यान छ नि त, संसारले नेपाल बुझ्यो, नेपालमा त रुख चढेर नि क्रिकेट हेर्दो रहेछ यार भनेर त्यसले बुझ्यो। त्यो किसिमको ब्रान्डिङ भयो क्या। अब फुटबलको के हुन्छ भनेर तनाव भइरहेको समयमा चाहिँ फ्याट टलाएर बसिरहेछौँ, आउँछ यार यो त ल ज्यान लुगी बुफोन, हामी दुईजना गफ हो कि हावा हो क्या गफै कुरा सुनिरहेछौँ नि त हामीले धेरै अगाडिदेखि। त्यो भनौँ वास्तविकतामा भइराखेको अवस्था थिएन। कतिपय ओकेजनमा डेभिड बेकहम आयो होइन, तर हामीले प्रत्यक्ष भेट्न पाइरहेका थिएनौँ। यो पालि अब बुफोन आउने भन्दाखेरि सुरुमा यो हो होइन, र्युमर्स हो, रियालिटीमा हुने हो होइन,
तर पछि बुझ्दै जाँदा हो रहेछ भन्ने कुरा भयो। क्षितिज दाईसँग पनि कुरा भएको थियो, क्षितिज देवीजीसँग कुरा भयो होइन, हो नै भन्ने कुरा कन्फर्म भएपछि एकदमै एक्साइटेड। साँच्चै यसको लागि त क्षितिज देवीजीदेखि लिएर अजित भाइ होइन, उहाँहरू जुन लाग्नु भएको छ, पियुष पनि अब लागेको छ, पियुष नेपाली भाइ रमाइलो पक्ष के भइदियो भने जुन त्यो फाइनलको माहौल थियो नि, त्यो क्राउड जुन थियो त्यो देख्ने बित्तिकै बुफनलाई पनि ओ माई गड, मैले इटली युरोप मात्रै भन्ठानी रहेको यहाँ फुटबलको व्हाट द हेल इज ह्यापनिङ हियर भयो क्या उसलाई क्या, यो यहाँ यो फुटबलको त्यो लभ फर फुटबल त यो देशमा त यस्तो रहेछ भन्ने भयो क्या एक्सप्रेसन क्या। त्यो माहौलले चाहिँ अब सुन बुफनको जसरी ब्रान्ड लाराको फ्यान र धवनजीको फ्यानले क्रिकेटलाई लग्यो भने फुटबललाई त बुफनजीको फ्यानले लग्यो त, उसको फलो गर्नेले त ठ्याक्कै देख्यो ओ माई गड यो त फुटबल लभिङ कन्ट्री रहेछ है भनेर थाहा भयो नि त। यहाँनिर चाहिँ के पनि भयो भने हाम्रो जस्तै अब कुनै केही पनि प्रमोसनल एलिमेन्टको टिजी भन्ने हुन्छ नि, टार्गेट ग्रुप भन्ने हुन्छ नि त। बुफन यस्तो मान्छे जसले दुवै टार्गेट ग्रुपलाई कनेक्ट गर्यो, डिफ्रेन्ट एज ग्रुप्सलाई कनेक्ट गर्यो क्या। जस्तै अब म आइएम फ्रम द 90s मा जन्मेको मान्छे होइन, दाइ अब 70s अथवा 60s मा जन्मिनु भएको मान्छेहरू सबैजनालाई both of them, I'm so sorry for that भन्न खोजेको, अरू 60s मा जन्मेको एज ग्रुपलाई पनि कनेक्ट गर्यो भन्न खोजेको क्या। अनि दाइले साना र म हामी जाँदै गर्दा साना म दाइ मैले इन्ट्रो अघि दाइले भन्नुभएको थियो होइन, त जान्नुपर्छ, एकजना कमेन्टेटरले जान्नुपर्छ त्यो कुरा होइन। अनि साना म दाइ बसिराख्दाखेरि सानाले मलाई खुसुको भनेको थियो कि जिन्दगीमा सञ्जीव दाइले यस्तो एक्साइटेड मैले कहिले पनि देखाएको छैन भनेर भन्थ्यो कि सानाले भन्थ्यो होइन। अनि हि बिकेम अ चाइल्ड के, उहाँले जुन अब 1980 साना वर्ष भेरी ट्यालेन्टेड एन्ड भनौँ न ट्यालेन्टेड होस्ट, उसको अब त्यो सिनोनिमल वर्ड्सहरू अझै धेरै छन्। बट दाइलाई चाहिँ हि बिकेम अ यङ्स्टर अगेन के, अब 90s मा 94 आनन्द दाइको क्वेसन पनि खतरा थियो नि, त्यो सबै कनेक्ट गरे नि उसले, चाइल्डको लास्ट गोलले कस्तो फिल हो भनेर दाइले दिइरहेको थियो नि। उहाँ त अब कस्तो हुन्छ नि, हि अलवेज स्ट्यान्ड्स आउट, त्यसमा त नो डाउट होइन, जुनै पनि ओकेजनमा सञ्जीव शिल्पकार विल स्ट्यान्ड आउट त्यो कुरामा। तर जियानलुइजी बुफनले पनि भोलिपल्टसम्म पनि होइन उहाँलाई एकदमै याद गर्नुभएको। अनि हामी सेकेन्ड डेमा भेट्दै गर्दाखेरि पनि होइन, हि वाज द वान हु एभ्रीबडी लाइक बुफनले पनि सम्झेको कि लाइक अझ तपाईँलाई एकचोटि सल्युट गरेर गएको थियो नि त, क्यान यु गेट अस थ्रु द्याट इन्सिडेन्ट एकचोटि दाइले भन्दैन त्यो क्वेसन ऊ भइरहेको बेलामा गुगल गरेर हेर्नुभयो कि त्यो तपाईँको दिमागमा त्यो पुरै सिन गुगल उसले मलाई एटलिस्ट हिन्टमा त दिएको भएदेखि म गर्थेँ, म केही गर्थेँ। अल अफ अ सडन उसको क्वेसनाइजहरू सकिसक्यो अथवा फ्लोरमा क्वेसन दिने भन्ने कुरा गऱ्यो अल अफ अ सडन। अब गर्ने बित्तिकै हाम्रो अर्को भाइ आवासले चाहिँ हात उठाएर क्वेसन गरिहाल्यो। मलाई चाहिँ आज मैले बुफनलाई एउटा क्वेसन गरिनँ भने जिन्दगीभर मलाई रिग्रेट हुन्छ भन्ने फिल भयो। अनि मान्छेले रोनाल्डो कि मेसी यो जस्तो आन्सर गर्न मन नलाग्ने क्वेसन मलाई कुनै पनि छैन अहिलेको कन्टेक्स्टमा छ नि। किन रोनाल्डो र मेसी, रोनाल्डो पनि मेसी पनि भन्छु क्या म चाहिँ, दुवै नि दुवै उत्तिकै मनपर्छ होइन। त्यो बेला मैले रोनाल्डोले चाहिँ जुन वर्ल्ड वाइड त्यति चर्चा भएको बुफोन जस्तो गोलकिपरलाई बाइसिकल किक एक्रोब्याटिक वर्ल्ड क्लास गोल होइन त्यो गरेको थियो। लगतै उसले त्यो जोइन गरेको हुन्छ नि, राइभलरी कतै थियो कि रिलेसन राम्रो थियो कि, तर जहाँसम्म लाग्छ दुवैजनाको जुन नेचर छ उनीहरू राम्रो साथी नै सायद बन्यो होला। यो कुरा मैले किन मेन्सन गरिराखेको छु भने इटालियन फुटबलको कुरालाई अलिकति रिलेट गरेँ मैले। मार्को माटेराजी र हाम्रो स्लाटान इब्राहिमोभिचको एउटा इन्सिडेन्ट एउटा म्याचमा क्लब गेममा हान्दियो माटेराजीले स्लाटान इब्राहिमोभिचलाई हान्दियो। महिनौसम्म ऊ रिह्याबमै जानुपर्ने किसिमले त्यो छ नि, फेरि फिट भएर मैदान आउन गाह्रो भयो। अनि कतिखेर बदला लिउँ भइरहेको थियो उसलाई, तर उसले बदला लिन पाएन किनभने लगतै त्यही क्लब जोइन गरेको छ उसले। त्यही क्लब जोइन गर्दाखेरि त्यो टाइममा केही वर्ष उसले साथीकै रूपमा चाहिँ उ गर्नु पऱ्यो। अनि त्यसपछि कुन क्लब लगभग 4 वर्षपछि अर्को क्लब जाँदाखेरि माटेराजीसँगै उसको भेट हुँदाखेरि उसले एउटा माटेराजीलाई पनि नराम्रैसँग हान्दियो। राइट, दाइले भन्नुभएको कस्तो सिनारियो थियो भन्दाखेरि सुरुमा ज्लाटान वाज प्लेइङ इन युभे
2006 को कुरा यो होइन त्यसपछि ज्लाटान इन्टर गयो होइन इन्टरमा त दुवैजना सँगै भयो त्यसपछि ज्लाटान गयो एसी मिलान अनि एसी मिलान र इन्टर मिलान त अब वी अल नो द राइभलरी सो त्यति बेलामा चाहिँ ज्लाटानले आफ्नो बदला पुरा गर्न पायो के सायद बार्सिलोना हो त्यसपछि अनि फेरि केम ब्याक टु फर्स्ट हाफमा 3 गोल पछि सेकेन्ड हाफमा 3 गोल भएको बेलाको गेम त्यो गेम हो त्यो त च्याम्पियन्स लिगको एसी मिलान र लिभरपुलको म्याच भयो त्यो हामीले चाहिँ ज्लाटानले जब अपोनेन्ट भएर खेल्दाखेरि माटेराजीलाई नराम्रोसँग हान्दियो होइन म्याच सकेर सबैजना बाहिर आउँदाखेरि उसले टिममेट्सहरूलाई खुसुक्क बनाएर रहेछ क्या From last 4 years, I was waiting for this moment. त्यस्तो इक्लियर हुन्छ नि बस्ने खालको प्लेयर रहेछ क्या कि ज्लाटानले गर्यो कि रोय किनले गर्यो दुईटामा एउटा दुईजना उस्तै नेचरका हुन् है त्यो इन्सिडेन्ट पनि सम्झेर प्लेयरहरुमा त्यो खालको इक त हुने रहेछ नि सँगै पनि खेल्यो त्यो बीचमा साथी भयो र फेरि अर्को डिफरेन्ट क्लबबाट खेल्दाखेरि राइभल यसलाई म सकाउँछु बदला तर जहाँसम्म लाग्छ रोनाल्डो र यो बुफोनको बीचमा चाहिँ त्यो किसिमको चाहिँ थिएन दुवैजनाले एक आपसलाई एकदमै रेस्पेक्ट गर्ने एज अ प्लेयर नै छ नि एज अ राइभल दुईजना भयङ्कर दोस्त भएर खेल्नु परेको अर्को दुईटा क्यारेक्टर भनेका सर्जियो रामोस र लियोनल मेसी रियल मैड्रिड र बार्सिलोना त्यही मेसीलाई डेङ्कीड्याङ ठोक्थ्यो होइन रामोसले पिएसजीमा अफर गरेको मेरो अपार्टमेन्टमा बस्न आऊ तिमी मसँगै बस्न आऊ न तिमीले घर नपाउँदासम्म ग्राउन्डमा मेसीलाई कसैले छोयो भने रामोसले गएर पहिले दनक दिइहाल्थ्यो अनि रामोस त फेरि एकदम कस्तो नि उसको टिमको लागि चाहिँ एकदमै जान फाल्ने क्यारेक्टर के अनि रियल मैड्रिडमा हामीले धेरैचोटि देख्यौँ होइन अस्ति नै भर्खरै मात्रै रामोसको अहिले रिसेन्ट क्लबमा पनि सेम प्रकारको है अहिले हि इज लाइक 40+ अनि अझै पनि ऊ मान्छे पिट्नलाई अथवा अगाडि ऊ गर्न जानलाई किनकि वेन यु बिकम ओल्डर दाइ अब जस्तै पहिला अब हामीले विभ सिन लट अफ प्लेयर्स नि त जो एकदमै अब जस्तै एउटा लेट टाइममा आइसकेपछि त्यो अलिकति ब्लुम भइसक्छ क्या पर्सनालिटी अलिकति काम डाउन हुने अलिकति रामोस हुँदैन त्यो चाहिँ पेपे र रामोस लाइफमा हुँदैन त्यसले अस्ति भर्खर लाइफको 30th रेड कार्ड पायो क्या पेपेले रामोसले सो हि इज प्लेड 1001 गेम रहेछ त्यति बेलासम्म होइन 30 भनेपछि एभ्री 30 मा उसले पाइरहेको रहेछ तर एउटा फन फ्याक्ट थाहा छ दाइ रामोसले त्यति धेरै रेड कार्ड्सहरू पाउने इज नोन एज अ रेड कार्ड प्लेयर नि त इन्टरनेसनलमा एउटा पनि रेड कार्ड पाएको छ स्पेनको लागि So that is such that's how he ऊ भएन भने त इन्टरनेसनल गेम भनेर त नेक्स्ट टिम नहुने बित्तिकै चाहियो हो नि त यो आउट अफ द टुर्नामेन्ट अनि रामोस त यस्तो निडेड प्लेयर हो नि त त्यो समयको सो त्यो बाटोमा चाहिँ अब आई थिङ्क त्यो अब क्यारेक्टर्सको हिसाबले पनि अब एउटा कम्पाइलेसन हो नि त नेसनल टिम भनेको त तपाईँको यु हेभ टु प्ले विथ यर जस्तै अब बार्सिलोना भर्सेस रियल मैड्रिड हुन्छ तर त्यसकै कम्पाइलेसन स्पेनमा तपाईँ स्पेनलाई रिप्रेजेन्ट गरेर जान्छ कि सो त्यो भइसकेपछि कस्तो पनि हुन्छ होला भन्दाखेरि मेरो अजम्सन है किनकि 365 डेजमा यु स्पेन्ड समथिङ 300 डेज विथ देम दे बेसिकली यर फ्यामिली क्लब मेट्सहरू तर नेसनल टिमको क्याम्प भनेको 3 मन्थ्समा एकचोटि 2 मन्थ्समा एकचोटि बसिराख्दाखेरि सायद रामोसलाई जुन प्रकारको हुन त अब देशको लागि प्यासन छुट्टै हुन्छ तर आफ्नो टिममेटको लागि प्यासन चाहिँ जुन हुन्छ नि त्यो चाहिँ सायद नेसनल टिममा आफ्नो अब जस्तै जावी अलोन्सोलाई कसैले लडाइदियो भने उसलाई रिस उठ्थ्यो होला तर मानिलियो त्यहाँ जावी र इनिएस्टालाई कसैले लडाएछ भने त नै भन्नुबाहेक अरू सायद केही गर्दैन थियो होला त्यो मैले भन्न खोजेको त्यो चिज चाहिँ अलिकति छ त्यो क्यारेक्टरिस्टिक अब एउटा हाम्रो अजितजीलाई चाहिँ के सोध्नु पर्यो हामीले भने यो सिजन हामीले बुफन देख्यौँ अहिले वर्ल्ड कपै उठाएको थियो वान अफ द ग्रेटेस्ट गोलकिपर इन द हिस्ट्री अफ फुटबल नै अब के छ नेक्स्ट इयर चाहिँ केपी वर्ल्ड कपमा हामी को देख्न पाउँदैन तयारी सुरु भइसकेको छ होला सायद आई मिन गोल ल्याउने भन्ने कुरा भन्दा पनि अब नेक्स्ट 4 एडिसनको केपी ओली कपको लागि तयारी कस्तो भइसक्यो तपाईँ पनि त के भन्नुहोस् अब स्वाभाविक यो सबैले उठाएको प्रश्न छ दाइ अब मेरो पर्सनल इच्छा चाहिँ रोबर्टो कार्लोस मैले अस्ति नै पनि भनेको दाइले थाहा है मेरो पर्सनल इच्छा एकदम सही अब रोनाल्डिनोको लेभलमा आउनु आयो भने त झन् त्यो त यार अब भगवानै भेटे जति भइहाल्यो नि रोनाल्डिनो भन्नुभयो कि रोनाल्डो चाहिँ होइन रोनाल्डिनो रोबर्टो कार्लोस रोनाल्डो R9 यी तीनैजना अनि त्यो जेनेरेसनमा R9 रोनाल्डो नजारियो दिल्लीमा चाहिँ अनि एउटा सजेसन चाहिँ तपाईँहरूको केपी ओली कपको लागि होइन अब मेरो चाहिँ अब उहाँहरूको के छ थाहा छैन मेरो चाहिँ एउटा के छ भने एउटा समय थियो अहिले तैँले सुरुमा कुरा निकालिस् नि भाउ बर्थडे कप त्रिभुवन च्यालेन्ज सिल्ड
त्यति बेला चाहिँ रमाइलो किन हुन्थ्यो भने म एकदमै रङ्गशाला गएर फुटबल हेरेर हुर्किया मान्छे हो कि त्यो 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 भुइँसम्मै तारको बार भएर तलसम्म मान्छे साउथ एसियन गेम्सको लागि भत्काएर पर्खाल बनाएको हो नि पहिला त तलसम्मै ट्र्याक सानो थियो तलसम्मै थियो नि त अनि बार राखेर यो फेन्स राखेर जाली त्यति बेला मेरो उमेर थियो होला 7-8 वर्ष 9-10 वर्षको समयकालदेखिको कुरा गरिरहेको छु होइन म त्यो बच्चो किन हेर्न अट्र्याक्टेड थिएँ भने त्यो बर्थडे कप र त्रिभुवन च्यालेन्ज सिल्ड चाहिँ त्यति बेला एभ्री इयर गुवाहाटीबाट टिम आउँथ्यो इन्डियाबाट थिम्पू 11 आउँथ्यो होइन थिम्पू 11 को दुईजना प्लेयरको मलाई त्यति बेलाको प्लेयरको अहिलेसम्म नाम याद छ खडे बस्नेत उर्गेन लामा त्यो दुईटा प्लेयरको मैले आँखाले भेटेको छु खडे बस्नेतलाई मैले पर्सनली भेटेको छु मैले तिम्रो क्यालकाटाबाट हाम्रै श्याम थापाजी जो पछि प्रशिक्षक हुनुहुन्थ्यो हाम्रो श्याम थापालाई यताको पेले भनिन्छ होइन क्यालकाटाको पेले नै हो नम्बर 10 किनभने उनले पेले विरुद्ध खेलेका पनि छन् क्या एउटा समयमा होइन कसमस र बङ्गाल खेल्दाखेरि इस्ट बङ्गाल खेल्दाखेरि फ्रेन्डली म्याच उनी खेलेका छन् सो उनले लिएर आउँथे क्यालकाटाका बगानका मोहन बगान र इस्ट बङ्गालका प्लेयरहरू उनीहरू बोइज युनियनबाट खेल्ने त्यति बेला होइन उनी पुलिसमा हाम्रो रूपक राज शर्माज्यूहरू अशोक केसीहरू होइन वास्तवमा उहाँहरूको पनि पूर्व क्लब चाहिँ बोइज युनियन नै हो त्यही नै थाहा छ अनि बिगान दाईहरू सो मैले भन्न खोजेको के भने त्यति बेला त्यो क्लबहरू बोलाइन्थ्यो क्या बाबु त्यो स्ट्यान्डर्डको गेम चाहिँ हाम्रो नेपालसँग पुलिससँग परिरहेछ त्यहाँनिर आरएनएसी टिम हुन्थ्यो त्यो गणेश दाईहरू आरएनएसीमा हुनुहुन्थ्यो गणेश थापाहरू होइन त्यहाँ छ सङ्कटा त्यति बेलाको बवाल टिम हो सो नेपाल भर्सेस फरेन टिम देखिन्थ्यो क्या अनि एउटा जसरी अस्तिको इन्टरनेसनल वुमेन्स फुटबलमा हामीले म्यानमार र हामीलाई लेबननहरू त नौलो थियो नि त सधैँ इन्डिया बङ्गलादेश हेरिरहेको होला है फ्याक्टर नौलो भएको थियो नि त अब त्यो नौलोपन चाहिँ केपी ओलीले दिनु पर्यो कि केपी ओलीको त्यहाँनिर हामीलाई हेर्दाखेरि अरे यसपालि त बङ्गलादेशबाट टिम आएछ नि मालदिप्सको टिम कस्तो खेल्दो रहेछ हेरौँ न यार हामीले हेर्न पास भएको छ मालदिप्सको क्लब यसपालि पनि ब्ल्याक बुल्स एउटा त थियो र ब्ल्याक बुल्स टिम मोफसलको टुर्नामेन्ट खेल्दा खेल्दा उनीहरूको जुन थाक ब्ल्याक बुल्स उज्बेकिस्तानको राम्रो टिम हो अब पोखरा आहारा जित्दाखेरि उसको पर्फर्मेन्स छ नि म त्यहीँ पुगेको थिएँ होइन अब पुलिसलाई फाइनलमा पुलिसले पनि पछि चाहिँ कमब्याक गर्ने प्रयास गर्यो राम्रो टिम हो मेरो कुरा के हुन्छ भने नि अजयजी जस्तो केपी ओली नाम क्या केपी ओली भनेको हाम्रो देशको प्रधानमन्त्री या प्रधानमन्त्री नभएको समयमा नि द टप मोस्ट पोलिटिसियन जसले चाहिँ यत्रो समय चाहिँ देश सम्हालिराख्नु भएको मान्छे उनको नाम र पर्सनालिटी यति ठुलो छ कि त्यो कपमा चाहिँ आउन पनि चाहन्छ क्या जो कोही कपमा आउँदैन क्या बाबु बुझेन तिमीले मालदिप्सको क्लबलाई अप्रोच गर्यो मेरो चाहिँ यस्तो एउटा सानो यहाँ चाहिँ यो गोल्ड कप चाहिँ आउँदैन क्या उसलाई त मतलब तिमी के कपमा आउँदैछौ हाम्रो सम्माननीय प्रधानमन्त्रीजी हुनुहुन्छ उहाँको नाममा यो कप छ कप अरे हामी आउँछौँ नि यार त्यो अट्र्याक्सन पनि हो नि त इन्टरनेसनल अट्र्याक्सन गियानलुगी बुफन के त्यसै आउँछ उसको टिमले रिसर्च गरे होला नि He is sitting along with the prime minister of the country. Exactly. Prime minister सँग बगलमा बसिरहेको छ यार उसको नामको टुर्नामेन्टमा उ चीफ गेस्ट भएर प्रधानमन्त्री चीफ गेस्ट होइन उ चीफ गेस्ट छ क्या That's the attraction. त्यो यार संसारमा ग्ल्यामर अट्र्याक्सन नभइकन हुँदैन क्या केही पनि सो केपी ओलीज्यूको नाममा चाहिँ यो चिजले अब देशलाई फाइदा कसरी हुने त तपाईले यसलाई नेक्स्ट लेभल कसरी लाने भन्दाखेरि यही चिज नेक्स्ट टाइम म केपी ओली कप हेर्न आएँ भने चाहिँ मलाई दुईटा चाहिँ फरेन क्लब चाहिँ चाहियो त्यहाँनिर टाढा पनि नजाऊ अब उज्बेकिस्तानको टिम राम्रो होला तर नेपालमा वेल नोन टिम होइन सो मेरो सजेसन चाहिँ के हुन्छ भने one from India, one from Bangladesh. बङ्गलादेशको टिमहरु नेपालीलाई धेरै राम्रोसँग थाहा छ क्या तर पछिल्लो समय दाइ भुटानको लीगको पनि इट्स बीन सच अ गुड इम्प्याक्ट नेपाली ट्रान्सपोर्ट हैन हुँदैन नै भन्नु ट्रान्सपोर्ट युनाइटेड पारो एफसी योपाली ट्रान्सपोर्ट आएको थियो भन्नु खोजे मैले सो ट्रान्सपोर्ट र ब्ल्याक बुल्स आएको थियो योपाली अनि योपाली एक्चुअली एज मच एज आइभ हर्ड मैले सुनेको चाहिँ अर्को एउटा टिम पनि थियो भन्ने कुरा आइरहेको थियो 3 टिम्स भन्ने कुरा पनि सुनिरहेको थिएँ तर टिम आउँदाखेरि इस्ट बंगाल हुनु पर्यो के नाम त चाहियो के मोहन बगान के खेल्न आछन् केपी ओली कप खेल्न आयो के भाइ बुझेन तिम्रो अरु ठाउँको नामले त्यहाँको गोल्ड कप होइन नि त ब्ल्याक बुल्स पहिला हामीले इस्ट बंगाल आएको देखेको मोहन बगान टिम सुनिल छेत्री खेल्दाखेरि नेपाल आएको होइन पुलिसले एकचोटि हरायो एकचोटि 3 स्टारले हरायो मोहन बगानलाई रंगशाला नि यसरी प्याक थियो नि हैन सुनिल छेत्री आउँदैछ इस्ट बंगाल यसरी प्याक भयो नि आम्मामा म त माइ गुडनेस बवालले भएको थियो के त्यो ल्याउन सुभाष भौमिक इस्ट बंगालको कोच हुँदाखेरि
तर सायद कोरियन टिम फाइनलमा पुगेको थियो एउटा कुन चाहिँ टुर्नामेन्ट के भन्ने है उल्सान त्यस्तै के एउटा टिम सुभाष भौमिक चाहिँ नि कोच थियो कि सुभाष भौमिक भनेको त्यो बेला अब इस्ट बेङ्गालको लेजेन्ड कोच एउटा त्यो चाहिँ लसर चाहिँ हुन्छ हामीले जस्तै भुटानकै भए पनि अब जस्तै पारो हेज अ भेरी गुड नेम अहिले अस्ति अब एफसीको कन्टिनेन्टल लेभल पनि खेल्यो होइन पारो हेज अ रियली गुड नेम ट्रान्सपोर्ट पनि एकदमै डोमिनेटिङ टिममध्ये एउटा होइन टप टिममध्ये एउटा हो अनि आई थिङ्क इन्डिया इज सच अ कन्ट्री जहाँ चाहिँ तपाईँको अब जस्तै कोलकाता इज द हब अफ फुटबल होइन त्यो बेङ्गल साइडले पनि सायद इन्फ्लुएन्स गरेको होला अहिले तपाईँ गोवा साइडमा जानु गोवा इज द सेकेन्ड हब होइन त्यसपछि अहिले मुम्बईमा अब आई थिङ्क इट्स बिकज अफ द अम्बानी फ्यामिली एन्ड अदर थिङ्स त्यहाँ चाहिँ तपाईँको अब उनीहरूले त्यो इन्स्टल गरिरहेको छ कि मुम्बईमा मुम्बई सिटी एफसी एन्ड एभ्रिथिङ सो त्यो त्यहाँनिर चाहिँ कस्तो भइरहेछ भन्दाखेरि एकदम मेजर टिम्सहरू जस्तै आइएसएलमा इसी मुम्बई सिटी अथवा तपाईँले अहिले पछिल्लो समय इसी अ लट अफ टिम्स होइन कोलकाताकै पनि भयो सो अहिले अब जस्तै एटिके मोहन बगान राइट सो उनीहरू कस्तो भइसक्यो भनेर भन्दाखेरि देव बिकम अ पावर हाउस इन द कन्टिनेन्ट उनीहरू त अब तपाईँको एफसी क्वालिफायर जाँदै गर्दाखेरि पनि एफसी क्लब क्वालिफायर जाँदाखेरि पनि यिनीहरू त एक खतरा टिम है भन्ने एफसीले रेकगनाइज गरिसकेको टिमहरू होइन सो सिन्स बुफन वाज हियर वी अल्सो वुड एक्सपेक्ट कि टिम लेभलमा कि दाइले भन्नुभएको त्यही कुरा सायद टिम लेभलमा पनि त्यो प्रकारको जायन्ट टिम्सहरू आयो भने प्लेयर लेभलमा जतिको इम्प्याक्ट जान्छ त्यो अझै ठुलो मेसेज जान्छ फुटबल धेरै 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 प्रगति गरेको छ अब हाम्रो टिमबाट छ नि त यो क्रुबाट चाहिँ तपाईँलाई पर्सनली एउटा क्वेसन आएको छ ओके अब यो चाहिँ अब सर्टमा एकजना गर्दै गर्छ है त कहाँबाट सुरु गरौँ ल भन्नु त अब यो डिसेन्डिङ अर्डर हो असेन्डिङ अर्डर हो तपाईँ सिनियर वानबाट गरौँ कि नेपालको अहिलेको नम्बर 1 कमेन्टेटरबाट गरौँ होइन अब अमन दाईबाटै जाउँ अब अमन दाईलाई चाहिँ हाम्रो क्रुबाट चाहिँ हिमालयन रोडिज र को बन्छ करोडपति जस्तो प्रोजेक्टहरू निर्देशन गर्दा सबैभन्दा ठुलो चुनौती के कस्तो रह्यो दाइ र उपलब्धि चुनौती र उपलब्धि चुनौती चाहिँ हामीसँग म्यान पावर र सामग्री र इन्टेलिजेन्स त्यो लेभलको बनाउने छ कि छैन भनेर त्यो खोज्नको लागि सबभन्दा ठुलो च्यालेन्ज भयो किनभने यो एक्लो व्यक्तिले बनाउने गेम होइन नि त होइन तपाईँको होल टिमले बनियो म त टिमको लिडर हो होइन सो मैले त्यो टिम बनाइराख्दाखेरि हरेक व्यक्ति खोज्दा देशभरि नै यसको एक्सपर्ट साउन्डको एक्सपर्ट खोज्नु पऱ्यो एडभेन्चरको एक्सपर्ट खोज्नु पऱ्यो प्लानिङको एक्सपर्ट खोज्नु पऱ्यो फिल्म मेकिङ जुनियर भाइहरू असिस्टेन्ट डाइरेक्टरहरूको खोज्नु पऱ्यो होल जत्था देशमा रेडी छ म्यान पावर र सामान त्यो रेडी छैन वाज द बिगेस्ट च्यालेन्ज को बन्छ करोडपतिको चाहिँ झन् ठुलो च्यालेन्ज चाहिँ के भयो भने यो फ्रेन्चाइज प्रोग्रामको चाहिँ उहाँ मेन प्रोग्रामकोबाट भाइस प्रेसिडेन्ट आफै नै आउनुभयो कि यो उनीहरूले एक किला पनि दायाँ बायाँ हुन दिँदैन कि त्यो लेभलको बनेन भने उसले अनेरै हुन दिँदैन चाहे तिमीले 4 करोड खर्च भएको होस् 10 करोड खर्च उसलाई मतलब छैन उसको स्ट्यान्डर्ड छिसिक पनि कम हुनु हुँदैन कि सो उहाँसँग त्यो डिल गरेर मैले त्यो प्रोग्राम चाहिँ जस्तो पाइलट प्रोग्राम भन्दाखेरि पनि विल मेक इट उहाँ खुसी हुनुभयो भने अनियर होला नभए यो चाहिँ एउटा हाम्रो प्र्याक्टिसको लागि हो है भनेर खिचेको एपिसोड चाहिँ उहाँले त्यसलाई अनियर गर्न दिनुभयो क्या मलाई त्यहाँ चाहिँ मैले लडाइँ जितेँ भन्ने फिल भयो क्या ओके यतिको काम चाहिँ मैले गर्न सक्दो रहेछु भने सो त्यो तयारी त्यति म्यान पावर त्यो समय आजभन्दा हामी 10 वर्ष नै भयो त 10 वर्ष अगाडिको कुरा गरेर छौँ त्यस पछाडिको ठुलो प्रगति भइसक्यो नि देशमा त्यसपछि त त्यति बेला सिकेका भाइ बहिनीहरूले पहिलो सिजनमा सिकेकाहरू उनीहरू आफै डाइरेक्टरको क्षमतामा पुगिसके अब सानसानो अरू कतिजना असिस्टेन्ट डाइरेक्टरको लेभलबाटै माथि पुगिसक्यो भनेपछि त त्यहाँ त केही पढाएका छौँ नि त हामीले सो त्यो म्यान पावर खोज्नु र त्यो एजुकेसन दिलाउनु चाहिँ वाज द बिगेस्ट च्यालेन्ज यहाँनिर अलिकति केही मैले बोल्न चाहेँ रोडिजमा त मलाई त्यति इन्ट्रेस्ट भएन को बन्छ करोडपति फेरि सुरु गर एज अ पार्टिसिपेन्ट बोलाऊ यार भने त्यो गरेर करोड रुपियाँ जित्यो मलाई होइन भने होस्ट भए पनि बनाऊ यार तर होइन एउटा कुरा मेन्सन गर्नै पर्ने कुरा है मैले अब दाइले जहिले पनि भन्नुहुन्छ एउटा कुरा इफ नेपालमा
अथवा आजको दिनमा अब आजको दिनमा अरू पनि आइसक्यो होला नेपालमा वान अफ द फर्स्ट इन्डिभिजुअल्स हु वेन्ट टु युरोप टु स्टडी फिल्म मेकिङ एन्ड प्रोग्राम मेकिङ दाइ अमन प्रताप अधिकारी किनकि त्यो ट्रेन्डै थिएन कि नेपालमा इट्स ब्याक इन 2003 दाइ 2000 होइन त्यति बेलामा कसैले इमेजिन पनि नगरेको टाइममा अमन प्रताप अधिकारी वेन्ट टु स्कटल्यान्ड स्टडी फिल्म मेकिङ केम ब्याक एन्ड मेड सच सोज जागिर सागिर छोडेर त्यो भूत चढ्छ क्या मान्छेलाई बेला बेलामा मैले यो पढिनँ भने त्यति बेलाको लाइफ भनेको मेरो म 27-28 को उमेरकोमा होइन सो कि मैले 27-28 मेरो जिन्दगी सिद्धियो भनेर सोच्नु पर्यो कि त्योभन्दा म बियोन्ड जाने हो भने त ज्ञान हासिल गर्नु भनेको आफ्नो प्रगति हो कि सो त्यो फिल्म मेकिङ र टेलिभिजन प्रोडक्सनको कोर्स ठ्याक्क रिसर्च गर्दै गरेर ठ्याक्कै फेला पऱ्यो टक्क पाइयो पढ्न गयो म 6 वर्षपछि फर्क्यो त्यहाँबाट इन बिट्विन आउँदाखेरि चाहिँ डकुमेन्ट्रिजहरू खुब गरेर हुन्थेँ होइन दाजु अहिले उसले भन्यो नि त्यो समयमा सञ्जीवले एक्लै धाने है देश उसले स्पोर्ट्स एक्लै धाने एक्लै नै ढाँडे होइन एक्लै धान्ने हो गजबै हो क्या यो मान्छे सो त्यो प्रकारको दोस्ती छ नि त हाम्रो फेरि एक प्रकारको एप्रिसिएसनको त्यो भाग चाहिँ त्यो हो ब्रदर पढ्नु पर्दो रहेछ भन्ने चाहिँ बेसिक दाइले सञ्जीव दाइतिर आउँला तिर्साउनु भयो अब क्वेसन एउटा दाइको सञ्जीव दाइलाई 3 स्टार क्लबमा महासचिव भएर बसिरहँदा नेपाली फुटबल जगतलाई तपाईँले दिनुभएको केही टेवा यसो बताइदिनुहुन्छ कि दाइ 3 स्टार क्लबमा म महासचिव 12 वर्ष भएँ होइन मलाई के लाग्छ भने 3 स्टार क्लबमा बसिरहँदाखेरि म मात्रै होइन जति पनि एबिसी डिभिजन क्लबदेखि जिल्लामा जुन निस्वार्थ भावनाले नेपाली फुटबलको विकासको लागि भनेर लाग्नु भएको छ निस्वार्थ भावनाले ती सबैजनाको योगदान छ नेपाली फुटबलको एउटा चरणबद्ध रूपमा विकास हुनको लागि होइन तर पछिल्लो केही समयदेखि चाहिँ एउटा प्रोफेसनल फुटबल जुन ढङ्गले अगाडि बढ्नु पर्ने त्यो बढिराखेको छैन फेरि एकपटक म जस्तै सबैजना फुटबलको लागि निस्वार्थ भावनाले योगदान गर्न चाहनेहरू चाहिँ एकचोटि फेरि एकजुट भएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ र 3 स्टार क्लबको महासचिव सँगसँगै फुटबलको कमेन्ट्री गरेर पनि हामीले आफ्नो ठाउँबाट चाहिँ योगदान दिइराखेकै छौँ त्यो अवस्थामा सबैजनाले व्यावसायिक रूपमा आफ्नो क्षेत्रमा अगाडि बढ्न सक्यो भने यसले फुटबललाई र कुनै पनि स्पोर्टलाई चाहिँ नि व्यावसायिक रूपमा अगाडि बढ्न मद्दत गर्छ जस्तो लाग्छ तपाईँले ठ्याक्कै देखिने गरेर 3 स्टार क्लबमा के चेन्ज ल्याउनु भयो परिवर्तन मैले महासचिव हुनुभन्दा अगाडिको अवस्थामा नेपालमा भर्खरै पैसा लिएर खेलाडीहरूले फुटबल खेल्ने परम्पराको सुरुवात भएको थियो होइन 2005मा जब 3 स्टार त्यो बेला लिग च्याम्पियन भएर फर्स्ट एडिसनको एफसी प्रेसिडेन्ट कप खेल्दाखेरि त्यो बेला खेलाडीहरूको स्यालेरी 5-6 हजार 8 हजार रुपियाँ प्रति महिना थियो होइन र त्यो बेलादेखि नै गर्दै गर्दाखेरि यसरी चाहिँ नि खेलाडीहरूको स्यालेरी बढेको हामीले पायौँ एउटा खेलाडीले 1.5 देखि 2 लाखसम्म पनि लिने अवस्था आइसकेको थियो नेपाली फुटबलमै पनि र 12 महिना तलब लिने अवस्था पनि आइसकेको थियो र एट द सेम टाइम नेपाली फुटबलमा प्लेयर्सहरूले कारदेखि अपार्टमेन्ट जितेको समय पनि हामीले देख्यौँ तर पछिल्लो केही वर्षदेखि चाहिँ भनौँ न केही आन्तरिक किचलो कलहले गर्दाखेरि नेतृत्वलाई पनि खुलेर काम गर्न दिइराखेको अवस्था छैन जब नेतृत्वले उहाँहरू 4 वर्षको लागि जितेको अवस्थामा 4 वर्षको लागि उहाँहरूलाई काम गर्न दिनुपर्छ भन्ने मेरो मान्यता हो कुनै पनि पोलिटिकल पार्टीले बहुमत ल्याएर सरकार बनाएको अवस्थामा पुरै टर्म चाहिँ नि चलाउन दिनुपर्छ भन्ने मान्यता हो मेरो त्यस्तै फुटबल होस् क्रिकेट जुनसुकै स्पोर्टमा पनि काम गर्न दिनुपर्छ तर यहाँ चाहिँ इच एन्ड एभ्री कुरामा हुन्छ नि अब्स्टेकल मात्रै व्यवधान मात्रै खडा गर्ने खालको काम भइराखेको छ त्यो चाहिँ नगर्नु हुन म अनुरोध गर्न चाहन्छु भने प्रत्यक्ष हेर्नुहोस् 5,000 देखि 1.5 लाख रुपियाँ 2 लाख रुपियाँ र कतिपय नेपाली खेलाडीहरू विदेश गएर उहाँहरूको स्यालेरी कति भन्ने त हामी अनुमान मात्रै गर्न सक्छौँ किरण चेम्चोङदेखि रोहित चन्ददेखि लिएर हामीले देख्यौँ नि होइन अञ्जन पनि बिचमा बङ्गलादेश गयो अनन्त इस्ट बेङ्गाल गएको यो खालको अवस्था पनि देखिरहेको छौँ भनेदेखि फुटबल एक्टिभिटिज चाहिँ नि बढीभन्दा बढी हुनु जरुरी छ मैले एकदमै सुरुवाती लेभल देखाएको छु प्रोफेसनलिजमको एउटा पिक लेभल त्यो अवस्थाको त्यसपछि फेरि हल्का केही डाउनफल भएको चाहिँ यतिखेर महसुस हुन्छ दाइले भन्दै गर्दा मैले दाइको कुरामा एड गरिहालेँ होइन
निस्वार्थता एकदम चाहिने नै भयो होइन हामीले अब आजको जेनेरेसनले पनि दाइहरूबाट त्यही नै सिकिन्छौँ कि तिमीले निस्वार्थ भएर लाग्यो भने बल्ल इम्प्याक्ट तिम्रो केही लोभ लालच छ भने चाहिँ युआर नट गुड फर स्पोर्ट्स म चाहिँ त्यसरी नै बुझ्छु अनि दाइको लागि फुटबल वाज नट ओन्ली अ प्रोफेसन इट वाज हिज प्यासन अफ दाइको ड्याड पनि इनफ्याक्ट धेरै समयदेखि फुटबलमै हुनुहुन्छ उहाँ त्यो हेरिडिटरी नै छ एन्ड आई रिमेम्बर दाइ 2011 or 12 हाम्रो सागर थापाको गोल हुँदाखेरि होइन सागर थापाको गोल हुँदाखेरि 11 डिसेम्बर दिल्लीमा हुँदाखेरि होइन अब तपाईँ के विचार गर्नुहुन्छ भने उहाँ अफिसियल मिडिया म्यानेजर हुन्छ नेपाल नेसनल टिमको सो के गर्नुहुन्छ होला एकजना मिडिया म्यानेजर एकजना साइडमा बस्नुहुन्छ उहाँ नोट लिनुहुन्छ होला हि वाज देयर विथ द टिम गोल गर्दै गर्दाखेरि ट्र्याकमा गएर सेलिब्रेट गर्ने मान्छे हो गर्नु मात्र बाँकी हुँदाखेरि गोल गरेको हो नि त्यो सागर थापाको गोल भनेपछि हामी देख्छौँ नि लङ रेन्ज अफ फ्री किकवाला गोल त्यो गोल हुँदाखेरि म बेन्चमै थिएँ अब सेलिब्रेट सबैको आँखामा आँसु होइन र अहिलेको कुरामा अलिकति जोड्न चाहेँ 3 स्टारकै प्रसङ्गमा 3 स्टार इज द भेरी फर्स्ट क्लब एफसी प्रेसिडेन्ट्स कपको पहिलो एडिसन खेल्ने र फेरि एकचोटि अर्को एडिसन खेलेको र एएफसी कपमा पनि नेपालबाट सहभागी हुने पहिलो क्लब सायद तपाईँले सुन्नुभयो होला नि 3 स्टारले मङ्गोलिया गएर ग्रुप विनर भएर सेकेन्ड राउन्डको लागि क्वालिफाई हुँदाखेरिको अवस्था सेकेन्ड राउन्डमा चाहिँ त्यो बेला एन्फाले जुन रेजिस्टर गर्नुपर्ने नगरिदिएको कारण सेकेन्ड राउन्ड खेल्न पाएन होइन त्यो 15 महिनाको समय अवधि 3 स्टार फुटबलबाट टाढिनु पर्दाखेरि माफी महासचिव भएर त्यो 15 महिनामा एक दिन पनि हामी चयनसँग कहिले पनि बसेनौँ किनभने हामीलाई फुटबलकै सधैँ चिन्ता थियो तर हामीले पार्टिसिपेट गरेनौँ त्यो बेला त्यस्तै अवस्था थियो तर 15 महिनापछि जब 3 स्टार खेलमा फर्क्यो नि फर्किनुको लागि नाम मात्रको लागि फर्केन क्या त्यो 5 महिना अवधिमा मफसलमा भएको 11वटा टुर्नामेन्ट खेल्दाखेरि 11को 11मा फाइनल पुगेको 7वटा विनर 4वटामा रनर्स अप भएको थियो त्यो 15 महिनादेखि भित्र गुम्सेको त्यो जोसदेखि लिएर हरेक चिज 5 महिनाको भरि नट ओन्ली द अफिसियल्स अफ 3 स्टार क्लब बट सबै प्लेयर्सबाट विक्रम लामाको लिडरसिपमा थियो त्यो बेला क्या टिम होइन हाम्रो कोच मेघराज केसी यस्तो जित्यो नि त्यो सायद नेपाली फुटबलको कन्टेक्स्टमा हिस्ट्री नै होला कसै अनबिटेबल हिस्ट्री जस्तो टाइपको एउटा फन फ्याक्ट है अरुण प्रताप अधिकारीले 3 स्टारलाई अरुण प्रताप अधिकारीज्यूले 3 स्टार टिमलाई लिड गरेर बुढासुब्बाको गोल्ड कपको उपाधि पनि जित्नु भएको छ एज अ कोच त्यो चाहिँ अब धेरै अनुमान गर्नु पर्छ होला त्यो कुराको हैन म नेपाल टेलिभिजनमा थिएँ अनि उ चाहिँ 3 स्टारको कान्तिपुर गइसकेको थियो 3 स्टारको टिम लिएर बुढासुब्बा गएछ टिम फाइनल पुग्यो फाइनल जित्यो ललित दाई तँलाई हामीले फुटबलको कुरा गर्दाखेरि आज फुटबल अलिकति यो अवस्थामा हुनुको कारण ललित कृष्ण श्रेष्ठ स्वर्गीय ललित कृष्ण श्रेष्ठ उहाँको अनटाइमली डिमाइजको कारण पनि यो अवस्था छ उहाँ यस्तो सक्षम व्यक्ति नि उहाँले शत्रुलाई पनि रिजाउन सक्ने व्यक्ति क्या होइन अब उहाँको अनटाइमली डिमाइजले गर्दाखेरि यो खालको अवस्था आइराखेको मान्न सक्छु भने अनि उहाँ चाहिँ एज अ प्रेसिडेन्ट फाइनल पुगेको छ र त्यो बेला चाहिँ उहाँ एन्फाको पनि भाइस प्रेसिडेन्ट या चाहिँ नि स्पोक्स पर्सन हुनुहुन्थ्यो आफ्नो क्लब फाइनल पुगेपछि धरान जानुभयो धरानमा हुने बुढासुब्बा कपको फाइनलको लागि उहाँले भन्नुहुन्थ्यो पछि यसो गए अमन अधिकारी त चेयरमा बसेर रेबनको सनग्लास लाएर एक्सपेक्टेसन उसको के थियो अरू सबै कोचले अध्यक्ष दाइ नमस्ते अमन अधिकारी त गजब परेर बस्या छ देखिरहेछ उठेर आएर बोल्न आउँदैन तर उसलाई त्यो बेला के लागेछ भने हो कोचमा यो एटिट्युड चाहिँ हुनुपर्छ है जुन अमन अधिकारीमा छ भन्ने फिल भयो भन्ने कुरा टाइम एन्ड अगेन उहाँले भन्नुहुन्थ्यो क्या अदरवाइज धेरै ठाउँको प्र्याक्टिस हो कि कोच क्लबको प्रेसिडेन्ट होस् या एन्फाको प्रेसिडेन्ट आउने देख्ने बित्तिकै टाढैदेखि त एटिट्युड त्यो एटिट्युड चाहिँ चाहिन्छ अरे क्या त्यो कोचमा होस् कमेन्टेटरमा होस् त्यहाँ पनि चाहिन्छ है लडाइँ छ त्यहाँ पनि लडाइँ छ आजको दिनमा त होइन क्वेसन के हो यसको क्वेसन तपाईँको चिया होइन चिया त सकिन्ला तात पनि थपौँ त हुन्छ तात पनि थप्ने कति बज्यो अब लास्ट हो लास्ट क्वेसन सोधिहाल्यो नि यसको के छ ल अब त हामी अन्तिम प्रश्न भनौँ न अभिनवजीलाई पहिलो पटक
कमेन्ट्री गर्दाखेरिको एकदमै डर लागेको मोमेन्ट र तपाईँ अब नयाँ पुस्ता भएको कारणले जुन दाइहरूको एउटा एक्सपिरियन्स अब तपाईँ हामीले देखि नै रहेछौँ तपाईँले ल्याउनु खोज्नु भएको चेन्ज यो दुईटालाई फर्स्टमा चाहिँ तपाईँलाई एकदम डर लागेको मोमेन्ट चाहिँ सेयर गर्नु न होइन डर लागेको भन्दा पनि मेरो फर्स्ट मोमेन्ट चाहिँ त्यो नै अब इनफ्याक्ट सबैभन्दा डर लागेको नै भन्नुपर्ला होइन किनकि सानो बेलामा धेरैजनाले धेरैवटा कमेन्ट्री गरेको देख्ने क्या अब जस्तै अब दाईहरूलाई त जहिले पनि देखि नै राखेको 2013-14मा हाम्रो अब त्यतामा अनन्त बाग्ले दाई रोशन दाईहरू होइन सुदिन दाईदेखि लिएर धेरैजना कमेन्ट्री गरेको देखिराख्ने विष्णुहरूले पनि गरेको विष्णु हरिजीले पनि गर्नुभयो होइन अनि स्क्रिनमा देख्दा कस्तो लाग्ने भन्दाखेरि यति त गरिहाल्छु नि म भन्ने कन्सर्न एज अ यङ्स्टर एज अ किड मलाई लाग्थ्यो राम्रो भन्दा गर्ने भन्ने लाग्यो र यो क्वेसन र यो क्वेरी चाहिँ आजको दिनमा धेरै अरू यङ्स्टर्सलाई पनि टिभीमा हेर्दै गर्दाखेरि सजिलो हुन्छ क्या भन्नलाई कि तिमी चाहिँ म पनि गरेँ यति त म बोलिहाल्छु नि भनेर कमेन्ट सेक्सनमा आजको दिनमा अब आउने कमेन्टको ओइरोले थाहा छ हामीलाई होइन कि कतिको तपाईँको चाहिँ एक्सपेक्टेसन छ यति त यो कमेन्ट्री भनेको त एकदम इजी चिज हो नि भन्ने जस्तो सोच्ने म पनि त्यो वर्गमा थिएँ फर्स्ट टाइम मैले जिन्दगीमा कमेन्ट्री गर्न पाएको भनेको नेपाल भर्सेस मलेसिया अन्डर 19 टिम सातो बाटोमा आई स्टिल रिमेम्बर अनन्त बाग्ले दाई मेरो चाहिँ त्यतामा सिनियर हुनुहुन्थ्यो उहाँ प्रोग्राम कोअर्डिनेटर हुनुहुन्थ्यो अनि उहाँले चाहिँ मलाई भन्नुभएको थियो ल अभिनव तिम्रो चाहिँ आज ट्रायल आई गिभ यु 5 मिनट्स बस आई गिभ यु 5 मिनट्स तिमी ट्रायल गर तिम्रो कतिको रहेछ भनेर उहाँले भन्नुभएको थियो अनि थ्याङ्कफुली आई गट द अपर्च्युनिटी अब युजली कस्तो अफ टाइम भनेको कस्तो अब 60 to 70 मिनट्स टाइममा पिरियडमा छिरेको थिएँ अनि कस्तो एउटा संयोग थियो भने त्यो टाइममा अनिता बस्नेत वान अफ द यङ्स्टर्स थियो क्या होइन त्यसपछि रेणुका नगरकोटी वाज वान अफ द लिडिङ टिम उनीहरू सब्स्टिट्युट भएको र म सब्स्टिट्युट भएको नि त्यही टाइम पऱ्यो अब उनीहरू आज रेणुका नगरकोटी र होइन अब आजको दिनमा म जाएको थिएछु होइन भाइ त देशको नम्बर 1 छ मैले भन्न खोजेको अनि मैले त्यो ठ्याक्क संयोगमा त भन्न खोजेको होइन एन्टर्ड होइन मैले जुन एक्सपेक्टेसन गरेको थिएँ यस्तो सजिलो होला भनेर माइक अगाडि ल्याएर राख्दाखेरि त सातो पुत्लो गयो नि दाइ होइन त्यो अब भन्न पो सजिलो त बाहिर फर्केर आयो भन्दा पनि फर्केर चाहिँ आएँ दाइ म होइन म बोल्न सुरु गरेँ यति अक्वर्ड भयो मसँग त नलेज त अथाह थियो होइन फुटबल म अब सानोमा युथ लेभल खेलेको धेरै टाइम म एज अ जर्नलिस्ट पनि काम गरिराखेको विभिन्न स्टेसन्सहरूमा एज अ कमेन्टेटर 2015 को कुरा हो कति सजिलो होला भनेर सोचेको मेरो त पसिना आउला जस्तो सिचुएसन भयो है अनि फर्स्ट 5 मिनट्स अब 1 मिनट 2 मिनटसम्म त अलिक गाह्रो भयो त्यसपछि जब त्यो फ्लुएन्सी आयो 12 मिनट बोलिसकेछु क्या दाइले भने जस्तै यो त बोले गर्छ भने जस्तै 12 मिनट बोलिसकेछु अनन्त दाइले पनि लेट इट गो भनेर बोलिरहेको अनि म त फेरि बोलेपछि 90 मिनट छ कि मेरो मम्मीले मात्रै भन्छ कि 90 मिनट बोलिरहन्छ भने अनि लेट्स से त्यो 12 मिनटसम्म मलाई त अब एकैछिनमा बित्यो नि त थाहै भएन नि त हामीले त फुटबलमा डुबिसकेपछि त 12 मिनट्स बोलिसकेपछि अनि मेरो स्टेसनमा सबैजनालाई एकदम राम्रो लागेछ आज मैले 12 मिनट बोलेको अर्को विक चाहिँ ल अभिनव तिम्रो एकदम राम्रो रहेछ आफ्टर अ विक युआर गोइङ सुदूरपश्चिम खप्पर गोल्ड कप एकैचोटि होइन सो त्यसपछि त्यो ब्रेक थ्रु भयो त्यो खप्पर गोल्ड कपमा त मैले मेरो फर्स्ट टुर्नामेन्टमा अब नेपाली मोफसल फुटबलसँग रुबरु हुने एउटा फेमिलियर हुने मौका पाएँ त्यसपछि आई हैव नेभर लुक ब्याक त्यो पार्टमा त फेरि आफै उत्पत्ति गर्छ नि उसले रुबरु त अहिले कतिसुरेको वर्ड भयो उर्दू आउँछ हैन अदरवाइज त आफै कतिवटा शब्दको त जन्मदाता नै हो म यो त हैन भुलि गएर मान्छेले याद गर्नेवाला छ हैन अहिले प्लिज नजाऊ त्यसमा अलिक नजाऊ हैन सो बेसिकली त्यो चाहिँ कन्फ्युज भएर रुबरु भनेको फ्यामिलियरिटी भयो अनि अब अहिले इट्स बिन लाइक अलमोस्ट 10 इयर्स 10 इयर्स चाहिँ भनौँ न 10 इयर्स प्लस भयो मैले कमेन्ट्री गरिरहेको कमेन्ट्री मात्रै गरिरहेको भन्नु हिसाबले अनि अहिले जस्तै अब हामीले धेरै चेन्जेसहरू यो 10 इयर्समा देख्न पायौँ कि एउटा रिजन के पनि थियो भनेर भन्दाखेरि अब मोडर्न एलिमेन्ट आयो फुटबलमा तर फुटबल अघि हामीले कस्तो के कुरा गरिरहेको थियो भने मेन स्ट्रिम टु सोसियल मिडिया जेनेरेसनको जुन जम्प छ नि पहिला कमेन्ट्री कस्तो एकदम मेन स्ट्रिम हुन्थ्यो होइन एकदमै बौद्धिक रूपमा एकदमै सिस्टमेटिक रूपमा कुनै पनि चिजमा तपाईँले चाहिँ बनाउनले चाहिँ कुनै पनि अरू चिजको मिक्सचर नगरिकन एकदमै फर्मल भन्ने वर्ड युज गर्न लाग्थ्यो फर्मली बोल्नु पर्थ्यो बिकज वी वर डुइङ ओन्ली फर द नेसनल टेलिभिजन अनि शुद्ध नेपाली त्यहाँ ओहो अङ्ग्रेजी मेरो त यति तिमी त धेरै पोख्त नेपाली होइन म त नसक्ने बच्चादेखि नेवारी बोल्ने मान्छेको चाहिँ टोन आउँथ्यो पहिला त तिम्रो डिक्सन त कुरै नभयो गजब छ सो मेरो त फुस्किने
तनाव हुन्थ्यो नि यार बाफरे। सो यो बाटोमा चाहिँ मैले अघि भन्नु खोजेँ हामीले चेन्ज के ल्यायो भनेर भन्दाखेरि हामीले चेन्ज ल्याउनु भन्दा पनि हामी हुँदै गरेको चेन्जमा चाहिँ अड्याप्ट हुँदै 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 जानु परिराखेको छ। सो द्याट इज द चेन्ज वी आर ट्राइङ टु ब्रिङ इन आवर सेल्फ एज वेल। किनकि हामीले अब इन्डियामा देख्छौँ विभिन्न प्रकारको अब कमेन्ट्रिजहरू भइरहेछ होइन। अहिले त रिजनल कमेन्ट्रिज हुँदाखेरि त्यो रिजनल टच ल्याउँछन् मान्छेहरूले। अनि अलिकति रिक्रिएसनल टच पनि चाहिन्छ किनकि अबको जेनेरेसनलाई भनेको एकदम फर्मल मात्र भएको पनि मन पर्दैन। अलिकति फन, अलिकति रमाइलो, अलिकति रिक्रिएसन तपाईँले दिन सक्नुभयो भने चाहिँ देन द पर्सन विल लिसन टु यु। अदरवाइज तपाईँले चाहिँ एकदमै फर्मल भएर बोलिराख्दाखेरि उसको ध्यान अलिकति हट्न सक्छ कि आउट अफ द बक्स एक दुईवटा टुच्चा के भनिहाल्यो भने पिपल विल लिसन टु द्याट। सो त्यो बाटोमा चाहिँ अब यो मेरो मात्र होइन, इनफ्याक्ट अब अमन दाई it's been like 30 years, right? You've been like 27 years, almost 3 decades. This man has been in the business. वहाँ आजको दिनमा पनि is adapted के अहिले अब जस्तै अमन दाई 97 मा सुनिएको अमन दाई भन्दा आजको अमन दाई अलि फरक हुन्छ। त्यो भन्दा पनि के भनौँ हामीले कुरा गर्दाखेरि नेपालको पहिलो रोडिज स्टार्ट गर्ने मान्छे डाइरेक्टर अमन, रोडिज इन्टरनेसनल फ्रेन्चाइज प्रोग्राम, त्यसपछि को बन्छ करोडपतिको भेरी फर्स्ट डाइरेक्टर अमन। त्यो मान्छेलाई त्यसको सुटिङ बेला पनि फुटबल खेल्न अब या फुटबलको केही छ भने कसरी हुन्छ। राजेश हमाललाई 3 घण्टा कुराएर पनि खेल्न आउँछ, फुटबलको प्रोग्राममा अझै पनि आउँछ। फुटबल हाम्रो राजेश हमाललाई कसरी हुन्छ एउटा चिज भन्नै बिर्सेँ। केपिओली कपको हाम्रो प्री सिजन गेममा केपिओली एफसी के अरे अर्गनाइजिङ टिम र एनएसएफ को गेम हुँदाखेरि फर्स्ट गोल हान्ने मान्छे उहाँ हेडर गरेर है। भनेको आजको हिज 51 years old. Name a person who can, मैले त्यो क्लिप देखाउनु पर्छ हैन, नेम अ पर्सन इन नेपाल अफ 51 year old जसले त्यसरी एक्रोब्याटिक गोल हानेर देखाओस् के। भनेपछि अमन प्रताप अधिकारी उहाँको प्राइममा कसरी खेल्नुहुन्थ्यो होला। तर एउटा कुरा चाहिँ के हो भनेदेखि ऊ चाहिँ अलराउन्डर, त्यो के स्ट्राइकरै खेल्यो, म लेफ्ट विङ स्ट्राइकर। दुईजनाले आजसम्म मलाई एक गोल गर्न म चाहिँ गोलकिपर चाहियो धेरैचोटि अपोनेन्ट पनि परेछ क्या, तर अहिले ऊ विरुद्ध अहिलेसम्म लाइफमा गोल गर्न सकेको छ। अब यस्तो उहाँको प्रेजेन्स पनि ठुलो। अब उहाँको त म बस्याछु मेरो गुरुबा गोलकिपर बस्नु अझ गोल हाने भने त गुरुबाले मलाई फेरि जस्तो जोकै फेरि पावरफुल हान्न यो प्रेजेन्स छ सबैजनाको होइन। अनि आई थिङ्क इट्स अ पर्फेक्ट मिक्सचर के। जस्तै अब अहिले देख्दै गर्नुहुन्छ हजुरले होइन। अजित भाइ हाम्रो यो कति घन्टाको होइन किन सोध्यो भनेदेखि हामी यस्तै कुरा गर्ने अमनको गुड मर्निङ लाइभ शोमा गएको झन्डै इभिनिङमा सक्यो। यहाँबाट क्यामेराको ब्याट्री स्याट्री सकेला होइन, कार्ड सार्ड यताउता चेन्ज गर्न सकिन्छ कुरा गर्यो भनेदेखि त चाहिँ छ नि। अब मैले दाइलाई त्यही भएर मैले ऱ्यापअप छ, ऱ्यापअप त होइन फेरि त्यही भएर अघि अब यो राउन्ड सुरु भयो नि त, फर्स्ट राउन्ड सक्यो होइन। फर्स्ट राउन्ड सक्यो होइन जम्मा 3टा राउन्ड। अब सेकेन्ड छोट आन्सर यो छोट 90 मिनेट फेरि 90 मिनेट मेरो त 90 मिनेट जान्छ प्लसमा गइसक्यो हामी एक्स्ट्रा टाइम। यो त दाइ अब यो तपाईँहरुकै हातमा छ है फेरि, यो त मेरो एक्स्ट्रा टाइम 15 मिनेटको होला नि त। ल अब चाहिँ अब जुन अहिले भर्खरै सम्पन्न भएको राष्ट्रिय युवा सङ्घद्वारा आयोजित केपिओली कपमा बुफन आयो। अब चाहिँ तपाईँहरूको चाहिँ कुनै पनि सङ्घ संस्था अथवा क्लब्सहरूलाई इभन एन्फा र सरकारलाई के छ दाइ सल्लाह सुझाव, यो यस्तो खालको कार्यक्रम हुनुपर्छ हुनुहुन्न अथवा भयो भने यो लेभलको हुनुपर्छ भन्ने अमन दाइबाटै सुरु गरौँ। मलाई चाहिँ कस्तो बुफन चाहिँ अट्र्याक्सन हो होइन। सो अट्र्याक्सनले चाहिँ पब्लिसिटी दिन्छ होइन, अनि त्यसपछि अलिकति भइरहेको एक्जिस्टिङको लागि चाहिँ एउटा मोटिभेसन हुन्छ राइट। तपाईँले अब नेक्स्ट गर्नुपर्ने चाहिँ के हो भने तपाईँले बुफन आउँछ भने बुफनको एउटा इन्टरनेसनल ट्रेनिङ टिम हुनु पऱ्यो, ग्रुप हुनु पऱ्यो, जसले चाहिँ सानो आएर ट्रेनिङ क्याम्प राखिदियोस् क्या, उसले कोचिङ क्याम्प राखिदियोस् क्या। सो त्यसले गर्दाखेरि चाहिँ त्यो माहौल अर्कै बढाउँछ क्या। सो त्यहाँनिर हुन्छ डेभलप गर्नुपर्ने त फुटबल खेल्नलाई नै त आखिर। सो बुफन आएर चाहिँ अन्तिममा त्यो बच्चा सेलेक्टेडहरूलाई चाहिँ 2-4 सर्ट यसो भनिदियो किपरसँग यसो त यता दाहिने जाँदाखेरि तेरो लेग यहाँ हुनुपर्छ, हात यहाँ हुनुपर्छ, तेरो आई त्यहाँ, त्यो है सिद्धिएन कुरो। त्यसले गर्दाखेरि चाहिँ डेभलपमा जानु पऱ्यो। अहिले तपाईँले पपुलारिटीमा लानुभयो, फर्स्ट फेज पपुलारिटी नै हो,
अब अट्र्याक्सन भयो भनेपछि नेक्स्टमा चाहिँ डेभलप गरौँ न त सानो एकाडेमिक तपाईँले एक हप्ताको एउटा स्किम ल्याइदिनुहोस् त्यो गर्नुहोस् देशभरिबाट तपाईँलाई 1000जनाको प्रधानमन्त्री कहाँ 1000वटाको फोन आएन भने मलाई भन्नुहोस् क्या कसको बच्चालाई सिकाउनु छैन फुटबल होइन सो त्यो एउटा सानो क्याम्प राखिदिनुहोस् कि त्यहाँबाट डेभलप हुन्छ यो चाहिँ आयोजकलाई भन्नुभयो सरकार पक्षलाई के छ त केही सजेसन हुन्छ नि एन्फा भनौँ न ल एन्फा पनि होइन एउटा ठुलो निकायलाई चाहिँ अनि अब एन्फाको अहिलेको काम वुमेन्स फुटबल एक्सलेन्ट एकदम राम्रोसँग गरिरहनु भएको छ सञ्जीवले बिचको कुरा भनिहाल्यो कतिजना एन्फालाई गाली गरेर गर्न सकेन भनेर तर गर्न नसकेको भित्री कारणहरू मलाई भन्दा धेरै सञ्जीवलाई थाहा छ कतिवटा अड्केलोहरू होइन अड्केलोहरू धेरै चिज छ तर कसले के गरेर सोच्नु भने त म भन्दा सबभन्दा ठुलो फुटबल हो र फुटबलभन्दा माथि देश छ त्यो चाहिँ मेरो क्लब तेरो क्लब यो क्लब भने चाहिँ छोडिदिउँ अब है मेरो सजेसन सिधै के हो भने इट्स अबाउट टाइम हामीले ठुलो फड्को मार्नुपर्ने समय ठ्याक्कै आइसकेको छ ठ्याक्कै आएको छ किनकि यो बिग्रेको अवस्थामा गरेको नै राम्रो होइन इन्डियाले कति भयो भाउ यो ठ्याक्कै इन्डियाबाट चेन्ज लिएर आएको आइएसएलहरूको चेन्ज लिएर 4 वर्ष त्यसपछि आई लिगहरू अब आई लिगहरू हुन थाले आई लिग त जहिले नै भइरहेको थियो अनि आइएसएल हुन थालेको 10-11 देखि नै होला इफ आइम नट रङ अनि कोलाबोरेसन यो आई लिग र एनएसएल भएको चाहिँ इट्स बिन आई थिंक आफ्टर कोभिड राइट त्यही नै भने त्यो 4-5 वर्ष मात्रै भयो क्या ब्रदर उनीहरूको डिभिजन छुट्याए नि जस्तै अब एटीके मोहन बगान सो त्यो मिलाएको छ क्या ब्रदर पहिला थियो सो त्यो चाहिँ 4-5 वर्ष मात्रै भयो क्या सो नर्मली फ्रेन्चाइज लिग चाहिँ सबै देशमा हुँदैन हैन हामीलाई इन्डियामा भएको थाहा छ नेपालमा अहिले 3rd एडिसन हुँदैछ युएस को लिग पनि काइन्ड अफ फ्रेन्चाइज लिग हैन अदरवाइज इपिएल भइरहेछ इङ्ल्यान्डमा भन्दाखेरि त्यहाँ अर्को फ्रेन्चाइज लिग छैन युरोपमा कहीँ पनि त्यही छैन फ्रेन्चाइज लिग छैन तर यहाँ चाहिँ नि 12 महिना फुटबल भइरहेको छैन त्यो अवस्थाले गर्दाखेरि ए डिभिजन लिग नै भयो भने पनि 8 महिना 9 महिना हुने अवस्था छैन त्यो कारणले गर्दाखेरि नेपालमा चाहिँ यो एनएसएल जस्तो फ्रेन्चाइज लिग चाहिँ आवश्यक छ अब गर्नु पर्यो चाहिँ के भने हामीले 1990 समग्र सुझाव हो कि दाइको मेरो हामी धेरै गरेका छौँ 1993 तिर जब प्रिमियर लिग पनि त पहिला इङ्ग्लिस लिग मात्रै भन्थ्यो नि त्यसलाई प्रिमियरसिप भनेर एउटा डिजाइन बनाइयो क्या सो जे लिगले पनि एउटा डिजाइन बनाएर जापानिज लिग थियो उसले जे लिग बनेपछि त्यसपछि वर्ल्ड कपमा कहिले पनि छुटेन कि जे लिगको संरचनापछि के सो एउटा देशले चाहिँ त्यो समयमा निड देख्यो डिसिजन गर्यो गर्थ्यो के भने एक्जिस्टिङ क्लब र बाँकी माहौल बनाएर देशको लिग बनाइदियो ठुलो हामी ठ्याक्कै त्यो स्टेजमा छौँ क्या एक्जिस्टिङ ए डिभिजनको लागि टिमलाई पनि लिने नै हो नलिने भनेको छैन सो त्यसमा थप एउटा अरू टिमहरूलाई कसरी ल्याएर सिजन 1 बाट सुरु हुनु पर्यो क्या हामी सिजन 1 को संरचना हुनु पर्यो त्यसको नाम चाहिँ कुनै अरूको नाम कसैको नि नेपालको नाममा लिग हुनु पर्यो क्या नेपाल लिग हुनु पर्यो क्या संसारले गुगल गर्दाखेरि यो नेपालको लिग भनेर आओस् क्या शहीद स्मारक लिग भन्दा आइपुग्दैन क्या त्यो नेपाल लिग हुनु पर्यो सम्मान साथ गर्ने भन्ने गर्न सकिन्छ यहीँनिर मैले कन्टिन्यू गरेँ होइन मेन कुरा त गभर्मेन्टले प्रायोरिटी दिनु पर्यो सधैँ नै लिस्ट प्रायोरिटी होइन एकदमै निम्न उसमा प्राथमिकतामा राखिराखेको छ उच्च प्राथमिकतामा राख्नु पर्यो खेलकुदलाई किनभने खेलकुद कतिसम्म सशक्त माध्यम हो देशलाई नै इन्टरनेसनल ब्रान्डिङ गर्न सक्छ भन्ने कुरा त एनपिएलले देखाइसकेको छ नि त्यो चिज अर्बौं खर्बौं रुपियाँ हामीले इन्टरनेसनल मिडियामा नेपालको प्रचार प्रसारको लागि भिजिट नेपाल नेपालको टुरिज्मको लागि ब्रान्डिङ गर्नको लागि मार्केटिङ गर्नको लागि खर्च गर्नु परेको अवस्थामा जुन ब्रान्डिङ र मार्केटिङ एनपिएलबाट भएको छ नेपालको त्यसको लागि अर्बौं खर्बौं रुपियाँ खर्च गरेर पनि हुनेवाला थिएन त्यो काम एनपिएलले गरेको छ भनेदेखि अब त फुटबलको महत्त्व बुझ्ने बेला भइसक्यो नि ढिला गर्नु भएन स्पोर्ट्सलाई नट ओन्ली फुटबल ओभरअल स्पोर्ट्सलाई माध्यम बनाएर देशकै पनि ब्रान्डिङ गर्न सकिन्छ त्यसकारण खेलकुदलाई उच्च प्राथमिकतामा राख्नु पर्यो अर्को कुरा भनेको अब फुटबललाई या कुनै पनि खेल अगाडि बढाउनको लागि अर्को कुरा हामीले इन्डियाबाट सिक्न सक्छौँ एभ्री इयर हामीले एक्सपेरिमेन्ट गरिराखेका छौँ क्या कहिले रेलिगेसन नभएको कहिले रेलिगेट भएको मानेर 1 पोइन्ट या 2 पोइन्ट घटाउनेदेखि विभिन्न किसिमको एक्सपेरिमेन्ट गरिसकेको अवस्था छ अब एक्सपेरिमेन्ट धेरै नगरौँ एक्सपेरिमेन्ट गरेर सक्सेस भइसकेको लिगलाई र त्यसको फर्मेटलाई त्यसको संरचनालाई एक्सेप्ट गरौँ त्यो अनुसार अगाडि बढौँ त्यसको लागि जस्तै आइएसएल आइसकेपछि
कतिवटा यो निजी व्यापारिक संस्थाहरू इन्डियामा। हेर्नुहोस् है, अम्बानी आइसकेका छ, सञ्जीव गोयनका यता मोहन बगान इस्ट बेङ्गालमा इन्भल्भ छ। मोहन बगानको मैले 1.5 वर्ष अगाडि मोहन बगान भिजिट गर्ने मौका पाएको थिएँ। 75 देखि 80 करोड आइसी वार्षिक उसको बजेट रहेछ। त्यति पैसाले नेपालको सबै खालको मोहन बगान क्लब एउटाको बजेटले नेपालको सबै खालको फुटबल चल्छ। त्यो एबिसी डिभिजनदेखि लिएर जिल्ला लिगदेखि लिएर अन्डर एज ग्रुप सबै चल्छ। त्यो बजेट एउटा क्लबको छ मोहन बगानको यतिखेर। त्यसको लागि के चाहियो? कर्पोरेट हाउसेसहरू आउनु पर्यो अगाडि, जसरी अहिले एनपिएलमा आइराखेको छ नि। फुटबलमा यो नेगेटिभ न्युजहरू बढी बाहिर आउन थालेको कारणले गर्दाखेरि आउन चाहने बिजनेस हाउसेस पनि अगाडि आउन सकेका छैन। त्यसले गर्दाखेरि सबै फुटबलको हित चाहनेहरूले व्यक्तिगत स्वार्थ, रिस, राग, इगो सबै छोडेर हातेमालो गरेर अगाडि बढ्नुको विकल्प छैन। त्यसले गर्दाखेरि अब इन्फा नेतृत्वलाई साथ्यो, उहाँहरूको पनि 1.5 वर्ष कति कार्यकाल बाँकी छ। सबै मिलेर एबिसी को छ मतलब भएन, फुटबल त अगाडि बढ्नु पर्यो नि। त्यसको लागि सबैजना मिलेर आफ्नो व्यक्तिगत इगो सबै छोडेर त्यसरी चाहिँ हातेमालो गर्दै अगाडि बढ्यो भने मात्रै सम्भव छ, अदरवाइज छैन। तपाईँहरू तिनैजना अहिलेको अब एनएसएलबाट कतिको आशावादी हुन्छ त? होइन, देशको संरचनामा उसले भन्यो नि चाहिएको कप हो क्या यो। किनभने खेलाडी खाली बसिराख्नु भएन, खेलबाट त्यो फुटबलको माहौल अडियन्सको दिमागबाट हट्नु भएन, ऊ अर्को डिबेट भएर विदेशको मात्रै फुटबल हेर्ने बानी हुनु भएन। यसले त फेरि रङ्गशालामा लिएर आउँछ नि त, फेरि मान्छेले हेर्छ नि त। क्रेज अफ फुटबल त बाँकी राखिरहेको छ। हाम्रो 1-2 खेलाडीले 1-2 लाख कमाउँछन्, 4-5 लाख कमाउँछन्, 6-7 लाख कमाउँछन् होइन। त्यसबाट उसको एउटा बुट किन्ने पैसा पुग्छ यार, घरमा तेल किन्ने पैसा पुग्छ। त्यो माहौल त एनएसएलले दिइरह्यो नि त। सो देशको संरचना अनुसार नै लिगको सिस्टम हुनुपर्छ। जस्तो साउथ अमेरिका ब्राजिलहरूको लिगको सिस्टम फरक छ नि, युरोपियन स्टाइलको होइन कि देशको संरचना अनुसार हो नि त। सो हामीलाई पनि सायद चाहिएको लिग कस्तो होला भने नि ब्रदर, हाम्रो फर इक्जाम्पल है मैले यसो इमेजिन गरेको, हाम्रो 6 महिने लिग भयो, नेपाल लिग छ, 6 महिना चल्छ, सिद्धो 6 महिना, 6 महिनापछि केपिओ लिग कप छ, एउटा इन्टरनेसनली कप टुर्नामेन्ट हो त्यो। सो त्यसकोमा तपाईँको गेम 32 वटा टिमले खेलिरहेछ क्या त्यो। त्यहाँदेखि सुरु गरौँ न हामी। अनि नेसनल इन्टरनेसनल 32 वटा टिमले आएर खेलिरहेछ, त्यसमा अर्को उसले 2 महिना 3 महिना खर्च प्लेयरले, त्यसपछि एनएसएल खेलोस्। त्यसपछि एनएसएल पनि अहिले जुन 3 हप्ता भइरहेछ नि, यसलाई 2 महिना 2.5 महिना 3 महिना गरौँ। त्यो संरचना त 1 वर्ष भयो नि त, वर्षैभरि खेलाडीहरू बन्नु पर्यो सिस्टम। तर त्यो सिस्टम बनाउन चाहिँ तपाईँहरू नरिसाइदिनु होला है। तपाईँहरूको केपिओ लिग कपको डिजाइन गर्दाखेरि पनि हामी जस्तो फुटबल बुझ्ने मान्छे चाहिँ अर्गनाइजिङ टिममा हुनु पर्यो कि होइन। पोलिटिकल पार्टीको मान्छेले मात्र बसेर चाहिँ यो बुझ्दैन क्या। एकदम इम्पोर्टेन्ट कुरा यो फुटबलको कुनै जस्तो जुन लिगको संरचना सबैको कुरा गरिरहेको छु नि मैले, हामी जस्तो मान्छेलाई पनि त्यो बोर्डमा टिममा राखेर अमन भाइ, सञ्जीव भाइ, अभिनव भाइ त्यो प्रपोजल देऊ न यार, के गर्न सकेला स्टडी गर्न। तपाईँलाई हामी जापान पठाइदिउँ एकचोटि, तपाईँको लिगसँग त्यहाँको 1 हप्ता बसेर उहाँको कसरी लिग गरिरहेको छ त्यसरी लिएर आउँ भन। जापान जाउँला, अरब जाउँला, अरबमा त्यत्रो फुटबल चलिरहेछ अहिले, इन्डिया जाउँला। त्यो 3टा सिस्टममा गएर हाम्रोलाई अडाप्टेबल सिस्टम त एउटा बिचमा हाइब्रिड सिस्टम त हामीले बनाउने हो नि त देशको संरचना अनुसार। त्यो गर्न चाहिँ हामी जस्तो मान्छे चाह्यो क्या। त्यो अर्को कोही नबुझेको पोलिटिकल पार्टीबाट सुन्नुहोस् न त्यो पार्टीको त मलाई भोट आउँदैन, त्यसलाई मलाई पठाइदिनु पऱ्यो भनेर भएन क्या। हामी जस्तो मान्छे चाहिँ हुनु पऱ्यो ठाउँमा। ओके ल धेरै धेरै धन्यवाद भाइ। यो तपाईँको एकदम इम्पोर्टेन्ट कुरा यो चाहिँ म अफिसियली अनअफिसियली पनि पोलिटिकल पर्सनहरू चाहिन्छ नै होइन। एउटा हेल्दी वेमा कम्पिटिसन गर्दै अगाडि बढ्नुको लागि, डेभलपमेन्टको लागि पोलिटिकल पर्सनहरू भयो भने न स्पोर्ट्सको महत्त्व त्यहाँ बुझ्छ। भोलि राष्ट्रले नै बजेट बनाइरहँदाखेरि खेलकुदको लागि चाहिँ अहिले जति छ त्यो त त्यहाँभित्र कराउने मान्छे फेरि पोलिटिसियन नै हो नि त, त्यहाँसम्म पुग्नु पर्यो नि एकजना मान्छे, पहुँच त पुग्नु पर्यो नि। सही, एकदम सही हो। ल दाइ धेरै धेरै धन्यवाद। तपाईँहरूको यो छलफल यता त गफका धेरै राम्रो भयो। अब लास्टमा अझै लास्ट बाँकी छ। लास्टमा अब छन चाहिँ यहाँ 5-7वटा क्वेसन थियो। अब म 3टा मात्रै क्वेसन राख्छु, किनभने यो चाहिँ जसले फर्स्ट एन्सर दियो उहाँलाई चाहिँ हामीले एउटा सानो गिफ्ट ह्याम्पर पनि छ होइन। अब पहिला यसो लोभ्याइदिइहालौँ न अघि होइन। एन्सर चाहिँ फर्स्टमा दिइहाल्नु पऱ्यो है दाइ है। ल रेडी हुनुहुन्छ? अभिनव रेडी छ? नै म त चुपलाएर बसेछु। एकदमै सजिलो रिलेटेड टु बुफन। ल
2006 वर्ल्ड कप। ओके कस्तो गरे हात उठाउनु पर्यो अनि फ्याटै भनिदिने ए फ्याटै भन्ने अब यस्तो यो तिनैजनामा त्यो फ्याटै त्यो तिनैजनाबाट आउँछ अब तपाईँले कसरी मान्नुहुन्छ यहाँ त ठिक छ फ्रेन्डली ल एकचोटि टेबल हाल्नु होइन त्यो टेबल गरेर पनि त्यो त्यति फेयर हुँदैन जसले फर्स्टमा भन्यो त्यो त्यही हो ल यहाँ गेस्ट हुनुहुन्छ के अरे जज हुनुहुन्छ ल अब पछाडि बसे चारजना जज छ नि ऊ चारजना हामीलाई हेरिरहेको छ नि त है त ल फर्स्टमा 2006 को फाइनलमा जिदानले जब त्यो हेडबल हाल्यो नि इटालियन प्लेयरलाई मार्को माटेराजीलाई तर यो क्वेसन मतलब हैन दाइले भनिहाल्नु क्वेसन नआउँदै मार्को माटेराजी सोध्नलाई बुझिसकेँ मैले एन्सर दिइसकेँ मैले के थाहा हुन सक्थ्यो नि यस्तै एन्सर आउँछ भनेर मैले अलिकति राखेको थिएँ क्या फेरि हो त्यो चाहिँ कतिको मिनेटमा हो क्या होइन त्यो त क्वेसन त्यो पनि होइन ल उहाँले सोध्नु थियो भ्याटै आउँछ है दाइ क्वेसन फेरि ल जर्सी नम्बर कति कसको माटेराजीको कि जिडानको 23 कडा क्वेसन मिल्यो विनर ल मार्को माटेराजी इन्टायरली इन्टर मिलानमा 23 लाउँथ्यो पनि 23 लाउँथ्यो बस हो रहेछ एक्सेप्ट गर्नु है उसले जिते है अब दुईटा बाँकी गिफ्टहरूलाई दिए हुन्छ अनि बुफोनले फाइनलमा पेनाल्टी भयो पेनाल्टी सुटआउटमा बुफोनले कतिवटा बल सेभ गर्यो दुईटा भयो एउटा भयो एउटा सेभ गरेको एउटा बाहिर गयो त्यो पनि गोलकिपर सेभ नै मान्छ सेभ मानिन्छ बाहिर गयो एउटा बचाएको एउटा बाहिर गयो होइन भाइ होइन हुँदैन क्वेसन चाहिँ खास सेभ कतिवटा गर्यो भनेपछि त सेभ एउटा गर्यो नि पेनल्टी मिस चाहिँ कतिवटा गर्यो भन्ने थिएन पेनल्टी मिस बारे दुईटा हो भाइ हैन सेभ गरेर त एउटा सेभ गरेको एउटा सेभ गरेर एउटा बाहिर गएको नि के भाइ क्वेसन म त यो त हैन यो यसमा मैले कसलाई के लेख्नु भएको थियो भने कसलाई राइट भएको थियो अनि पछि भरे क्रेडिट पनि गोलकिपरलाई जान्छ त्यति चाहिँ बुझाउँछ सेभ भन्छ त्यसलाई चाहिँ हो खास एउटा गोल एउटा चाहिँ सेभ गरे एउटा बाहिर गयो के सो त्यसलाई चाहिँ अब कसरी दिने अब तपाईले कसलाई दिनुहुन्छ पोइन्ट अब हेरिकन अमनलाई दिनु भयो हो यो चाहिँ उहाँले पाउनु भयो ल अब त्यसो भए अब ठिक छ अब फाइनल क्वेसन है वान अमन दाइ वान अभिनव हैन ओके अब अहिलेलाई त्यसै गर्नु है त यो चाहिँ फ्याटै भन्नु है फेरि किनभने क्वेसन अब म त्यो अघि जस्तो घुमाएर बस्ने क्वेसन ल बुफोन्स वाइफ्स नेम त्यो त मलाई थाहा छ छिटो इलारिया डोमिको हो उसको वाइफ स्काई स्पोर्ट्समा काम गर्छ त बाइ दिया जस्तै भयो नि त भाइ कुन चाहिँ भाइ हेर्नु न साच्चै नै हो भने प्रेजेन्ट भन्नु बिर्सिनु भयो तपाईले अस्ट्रेलिया सेकेन्ड त्यो आउने बाँकी छ मा फर्स्ट कि सेकेन्ड भाइ फर्स्टको भन् म गएँ हो कि होइन फर्स्ट वाइफ हो कि सेकेन्ड वाइफ होइन अब अहिलेकै अफिसियल वाइफ इलारिया डोमिको धन्यवाद अब तर आजको यो एपिसोडमा भनौँ न यो तपाईँ यो गिफ्ट ह्याम्पर चाहिँ केही छैन तर सबैलाई गिफ्ट चाहिँ छ मैले सिकिहालेँ है हुन्छ दाइ ओहो पछाडि बस यो नि त एभ्री विक हुने हो हाम्रो हामी आइराख्छौँ होइन के छ र होइन बस दामी ल यो एउटा सानो एउटा यो आन्सर गर्नलाई मात्र सुर रोकेर बसिरहेको छ गिफ्ट ह्याम्पर जित्छु भनेर सुर रोकेर त्यसका टाउका अहिलेसम्म ल हेर त पारा यसको यो सिक्दिन पा छैन दौडिहाले यार यसलाई त होइन अब उसले त्यसले बुफोनको बारे त्यो इन्टरभ्यू लिन त कम पढाएको पढाएको छ हो नि त हामीले कम पढाएको छौँ त्यसको लागि
यो केटा ठ्याक्क अब भने त्यहाँ प्रोग्राममा गयो होइन अनि म यसो प्रोग्राम सुन्नु धेरै अघि त्यो पेपर लिएर म त्यसको फोटो भिडियो खिचिरहेको छु क्या होइन अब आफूले माया गर्ने मान्छे भनेपछि त यो तयार छ कि छैन आफूलाई नि त चिन्ता हो नि त यसले बिगारिदियो भने त आफूलाई नि आफूले माया गर्ने मान्छे त गाह्रो हुन्छ नि होइन यो केटो त्यहाँनिर हुन्छ नि भन एक्लै फटाफट बोलिरहेको छ त्यो क्वेसनहरू मिस्टेक होला इयरहरू मिस्टेक होला त्यहाँ बोल्ने ल्याङ्ग्वेज मिस्टेक होला यति प्रिपेयर गर्यो यसले पर्फेक्ट चलायो राम्रो धेरै बिहानदेखिको यसको छ लुगा किन्नेदेखि सबै चिज उहाँकोबाट त्यो दिन त्यसको रूप रङ के भने पुरै हात सञ्जीवको हो अनि कहाँ बाफ्रे तर दाइको मैले एउटा त्यो चाहिँ कहिल्यै बिर्सिँदैन यार दाइ त्यो ठ्याक्क बुफोन निस्किन लागेको थियो अब एयरपोर्ट जान बेलामा दाइले त्यो मैले अब नर्मली हामीले के देख्छौँ कि टी सर्टमा सिग्नेचर गराएर देख्छौँ कि बलमा सिग्नेचर गराएर देख्छौँ कि अटोग्राफमा सिग्नेचर गराएर देख्छौँ दाइले त्यो क्याप्टेनसिपको त्यो उसमा क्या है यहाँनिर फेरि अर्को भाइलाई थाहै छैन तपाईँले गरेको थिएँ हो यस्तो त्यो छ नि बुफोनकै म्यानेजर अलेसान्द्रो छ नि उसले दिएको मलाई त्यो अलेसान्द्रो आफैले बुफोनको लागि डिजाइन गरेको ब्यान्ड हो त्यो ब्यान्ड हो क्याप्टेन एममा होइन अलेसान्द्रोले चाहिँ मलाई दिएको तिमीले झन् बुफोनको साइन थप्दैौ डबल इमेजिन त्यो अक्सन गर्यो के हुन्छ यार यो त्यही त भने अनि मलाई त्यो फेरि त्यो नयाँ यो तपाईँ त्यो डेफ्थमै पुगेको फ्यान हुन्छ नि एकदम डेफ्थकै फ्यान एकदम त्यसले गर्ने चिज हो क्या एकदम सानो फ्यान बोय नै भएको थिएँ म होइन एकदम हर्ष र त्यो आँसुको मिश्रित त्यो प्रतिक्रिया थियो कि मेरो युजुअली सञ्जय दाइलाई हामी एकदम रिगल देख्छौँ कि हि इज द मोस्ट क्लासी गाय तपाईँको त्यो एक्टहरूमा क्वेसनमा त्यो फिल गरेर आयो क्या त्यो चाहिँ दाइको चाहिँ कस्तो हुन्छ हि इज द मोस्ट क्लासी गाय अमंग अस हैन दाइको क्लास आफ्नै छ हाम्रो क्लास आफ्नै छ उहाँको क्लास आफ्नै छ त म त्यसमा उ मान्ने म भनिसके हि इज द मोस्ट क्लासी गाय अनि जब बुफोन आउनु भयो नि हैन मैले दाइलाई आज साना र मेरो कुरा हैन दाइलाई आजको दिनमा त्यस्तो बच्चा जस्तो कहिले देखेको छैन के एकदमै इगर कहिले कति बेला जाला जस्तो कति अनि उहाँले कार्यक्रम सुरु हुनु बेला पनि अब अलिकति ढिलो सुरु भएको थियो होइन समय भन्दा पनि अनि दाइले एभ्री टाइम सोध्नुहुन्थ्यो उहाँले कति बेला सुरु हुने होइन भनेर लाइक एकदमै इगर के हुन्छ उहाँलाई त्यतिको डेस्परेट त्यतिको इगर डेस्परेट इज अ ब्याड वर्ड इगर चाहिँ कहिले पनि देखाएको थिएन मैले जिन्दगीमा ल थ्याङ्क यू दाइ अब यो फर्स्टमा हाम्रो अमन दाइले नै दिउँ यो अहिले नै नहेर्नु अहिले नै हेर्नु हुँदैन नामै लेखा रहेछ भने चाहिँ यो छुट्टै छ पर्सनलाइज गिफ्ट्सहरु छ यसमा उठ्नु न गिफ्ट उठ्नुपर्छ क्यामेरा ठ्याक्क मिलाछ त केटा यहाँ छ नि केटा स्टुडियो आउला क्यामेराको डाइरेक्टर साहबले टाउको काट्दियो भइदेला भन्ने हो नि त्यो त डाइरेक्टर अब ओला त्यहाँ डिस्प्ले मिलाउँदियो फोकस लिन देऊ एमएस आउनु पर्यो हैन त अहिले रोल चाहिँ नभन्दिनँ भाइ 3 2 1 3 2 1 एक्सन ल दाइ ल धेरै धेरै धन्यवाद अमन प्रतापाधिकारी भनेर टक्क मेरो लागि गिफ्ट रहेछ मजा आयो अझै त हात मिलाउँ थ्याङ्क यू दाइ थ्याङ्क यू तपाईँहरूको आजको यो छलफल डिस्कसनले अबको खेल क्षेत्रमा खेल जगतमा चाहिँ एउटा केही न केही नयाँ आयाम पुगोस् होइन गभर्मेन्टले पनि र प्राइभेट सेक्टरले पनि केही न केही नयाँ चिजहरू सिकोस् दाइ थ्याङ्क यू अजित भाइ थ्याङ्क यू सो मच रियली एप्रिसिएट थ्याङ्क यू एनी टाइम है हामी सधैँ छौँ नेपाललाई ल अभिनवजी Thank you so much, Ajji. Such a wonderful gift and a show as well. Very good, sir. Wow. तपाईलाई किन धन्यवाद पनि भनेर मैले अब यो रिभिल गर्न पाउँछु दिस इज अ भेरी मैले अस्तिदेखि पढ्छु भनेर बसिरहेको मिक्सर भन्ने बुक हो कि फुटबलकै हो कि माइकल कक्सले लेखेको नाइस नाइस यो चाहिँ तपाईँहरू तिनजनाको नै हामीले पर्सनालिटी स्टडी गरेर तपाईहरुको पर्सनालिटी कुन चाहिँ पढ्दा ठीक हुन्छ भन्ने हिसाबमा चाहिँ थटफुल सो तपाईहरुको अब यो साच्चै यो साइबर सर्कलमा जुन यो ब्रेन देखिरहेको छ नि एकदमै लगाउनु भएको छ मेरो गजब हुन्छ फिलोसफिकल छ मेरो एकदमै हैन क्रिएटिभिटी अलिकति हैन ओभरकमिङ द अनसीन फोर्सेस दैट स्ट्यान्ड इन द वे अफ ट्रु इन्स्पिरेसन दाइलाई एकदमै मन पर्ने प्लेयर आन्द्रे आगासी आफैमा लेजेन्ड हो एकदम उसको वाइफ झनै ठुलो क्या है उ भन्दा ठुलो स्टेफी ग्राफ अनि त्यस्तो नाइस त्यो कम्बिनेसन गजब यो चाहिँ आज मैले अब भन्न सायद कमी गर्नु पर्दैन इज वान अफ द मोस्ट थटफुल गिफ्ट्स आई एभर रिसिभड फ्रम एनी प्रोग्राम है थ्याङ्क यू सो मच अरिजी ल यति भन्नै पर्छ तपाईलाई अब सायद
यस्तै प्रोग्राम यसरी नै भेट हुने सन्दर्भ पनि सायद जुल्ला नजुला दाइ। अब धेरै धेरै धन्यवाद तपाईँहरू आइदिनु भयो। म पनि एकदम इमोसनल्ली हर्टली थ्याङ्क यू। र पर्सनली अब अजित भाइ पनि जुन लागिराख्नु भएको छ खेलकुद भनेर र अनि आफ्नो फिल्ड पनि छ होइन, जुनै फिल्डमा पनि उत्तरोत्तर प्रगतिको कामना हामी सबैबाट है। थ्याङ्क यू अजित सर। थ्याङ्क यू भाइ। ल दाइ थ्याङ्क यू। हस्।